हुन्छ फर्स्ट अफ अल धन्यवाद भाइ सुदीपलाई हामी भेटघाट नभए तापनि राम्ररी चिनजान नभए तापनि प्रभुको आत्माले केही कुरा गर्न चाहँदै हुनुहुन्छ अन्तिम दिनहरूमा आमेन हामी एउटा कम्युनिकेट गर्ने ठाउँमा छौँ अनि म चाहन्छु मैले बोल्यो तपाईँहरू सुन्ने मात्रै होइन तर हामी कम्युनिकेट पनि गर्न सक्छौँ यति बेला तपाईँहरूले मेसेज पनि लेख्न सक्नुहुन्छ एनिवेज म तपाईँहरूलाई डिस्ट्र्याक्ट पनि गर्न चाहदिनँ तपाईँहरू कतिजनाले मलाई चिन्नुहुन्छ कतिजनाले पर्सनली चिन्नुहुन्न म तपाईँहरू सब कतिजना देखिरहेको छु म तपाईँहरूलाई कतिजनालाई चिन्छु अनि कतिजनालाई चिन्दिनँ पनि एनिवे चिन्नु नचिन्नु ठुलो कुरा होइन तर हामी सबैजनाले पुज्दै गरेको परमेश्वर चाहिँ फेरि एउटै परमेश्वर हुनुहुन्छ त्यो कति वन्डरफुल कुरा त्यो कुराले चाहिँ आज हामीलाई एक बनाइकन यस ठाउँमा ल्याएको छ है मैले जुन कुरा बोल्न आँटेको छु जस्तो भाइले मलाई अप्रोच गर्नुभयो सेयर गरिदिनु भनेकन अनि म केही समय प्रार्थनाको लागि बस्दै गर्दाखेरि प्रभुलाई सल्लाह माग्दै थिएँ प्रभु आवाज माग्दै थिएँ किनकि बोल्नु ठुलो कुरा होइन हेर्नुहोस् है बोल्नु ठुलो कुरा होइन तर प्रभुको आवाज लिटरली प्रभुको आवाज के छ भनेर पक्रेर बोल्नु चाहिँ ठुलो कुरा हो फेरि अनि पक्रेर बोल्दाखेरि त्यो बोलेको कुरा म जिएको छु कि छैन भन्ने कुरा झन् ठुलो कुरा हो त्यही कारणले हामी बोल्नुभन्दा अगाडि धेरै बेसी सोचेर प्रार्थना बसेर प्रभुको आवाज अनि प्रभुको उपस्थितिमा बसेर बोल्नुपर्ने हुन्छ एनिवेज ओके अर्को कुरा गर्नु पर्दै गर्दाखेरि आराधनाका विषयहरूमा म तपाईँसँग सेयर गर्न चाहन्थेँ तर पवित्र आत्माले मलाई यो समय यो ऋतुमा प्रभुले मलाई यो सेयर गर्न दिनु भएन त्यसको लागि एक्सट्रिमली सरी कतिजना तपाईँहरूले आराधनाका विषयमा सुन्छु भनेर कतिजना एक्साइटेड भएर आउनु भएको थियो होला तर हाम्रो जीवनशैली नै आराधना हो हामी आराधनाका विषयमा भक्कु सुनेर पनि भक्कु टिचिङ्स थाहा पाएर पनि हाम्रो जीवनशैली वचनसँग अलाइन भएको छैन भने प्रभुको उपस्थितिसँग अलाइन भएको छैन भने सबै कुरा भ्यानिटी हुन्छ सबै कुरा व्यर्थ हुन्छ त्यही कारणले आजको दिनमा प्रभुले यो ऋतुमा के गर्न चाहँदै हुनुहुन्छ यो सिजनमा प्रभुले के गर्दै चाहनुहुन्छ भने हामी आवाजलाई सुन्नेछौँ हुन्छ सबैजनाले टाइप गरेर येशू राजा हुनुहुन्छ जिजस इज किङ लेखिदिनु होला त्यहाँदेखि तपाईँहरू सुन्नु हुँदैछ भनेर म थाहा पाउँछु नि त यहाँदेखि चाहिँ ओके ओके हालेलुया ओके तपाईँहरू कतिजना ड्युटीमा हुनुहुन्छ कतिजना डिफ्रेन्ट ठाउँहरूमा हुन्छ कतिजना ट्राभल गर्दै हुनुहुन्छ होला तपाईँले भिडियो अन गर्नु सक्नु भएको छैन एनिवेज के छ तपाईँहरू ध्यान दिएर सुन्नुहोस् आजको यो वचनलाई ओके जिजस इज किङ येशू राजा हुनुहुन्छ ओके तपाईँलाई धन्यवाद आजको मेसेजमा जाँदै गर्दाखेरि प्रभुले यो ऋतुमा के गर्दै हुनुहुन्छ भन्ने कुरा सानो कुरा म वर्सिप लिडिङको क्षेत्रमा अलिकति छुन्छु अनि त्यसको बादमा प्रभुले यो सिजनमा के गर्नु हुँदैछ भन्ने कुरालाई म छुन्छु है त ओके वर्सिप लिडिङको भागहरू छ वर्सिप लिडरकोमा हुने तत्त्वहरू भागहरू अनि बुलावटहरू छ जुन कुरा मैले इबुकमा मैले रिसेन्टली लगभग 2-3 महिना अगाडि मैले इबुक सबैजनालाई जसले चाहनु भएको थियो सबैलाई मेरो इबुक दिएको थियो त्यो बुकमा चाहिँ अ कल टु वर्सिप लिडर भनेर वर्सिप लिडिङ भनेर इबुक थियो तपाईँहरू कतिजनाले पढ्नु भएको छैन कतिजनाले पढ्नु भएको छ एनिवेज त्यसको म अलिकति भाग छुन्छु त्यो चाहिँ के भन्दै गर्दा एउटा वर्सिप अगुवा चर्चमा आराधना गर्ने अगुवा वर्सिप लिडरको प्रभुले जसलाई जिम्मेवारी दिनुभएको छ त्यो व्यक्तिलाई प्रभुले डिफ्रेन्ट अफिसेसहरूमा अपरेट गर्नमा प्रभुले हेल्प गर्नुहुन्छ अनि त्यो ठाउँमा अफिसमा अपरेट गर्नको निम्ति प्रभुले अनोइन्ट गर्नुभएको हुन्छ जसरी 5-fold मिनिस्ट्री हामीले हेर्छौँ भने तपाईँ सबैजनालाई थाहा होला सायद यो ठाउँमा हामी अलिकति भर्खर न्यू बिलिभर्स भन्दाखेरि पनि अलिकति माथि उठेको व्यक्तिहरू छ भनेकन म विश्वास गर्छु के भन्दै थियो भन्दाखेरि 5-fold मिनिस्ट्री जसरी अपरेट हुन्छ त्यस्तै प्रकारले वर्सिप लिडर्सहरूको जीवनमा नि 5-foldको मिनिस्ट्री प्रभुले ल्याउनुहुन्छ त्यस्तै प्रकारले आजको दिनसम्म कतिजना वर्सिप लिडरहरूले पास्टोरियलको क्षेत्रमा गर्नुभयो नि टिचिङको क्षेत्रमा गर्नुभयो नि कसैले अपोस्टोलिक मुभमेन्टमा गर्नुभयो नि कतिजनाले प्रोफेटिक मुभमेन्टमा गर्दै हुनुहुन्छ यो अनोइन्टिङलाई पक्रिने गरिरहनु भएको छ त्यही कारणले हामीले वर्सिप लिडर्सहरूले अन्य भाषा बेसी बोलेन आज त आत्मिक नै भएन आराधना भनेर भन्नु हुँदैन त्यो व्यक्तिले वचनको खण्डमा फाउन्डेसन बनाउन चाहिरहेको हुन्छ गीत गाएर हुन्छ के सम्झाएर हुन्छ है उहाँको डिफ्रेन्ट अफिस छ अनि ऊ वर्सिप लिडरको डिफ्रेन्ट अफिस छ उहाँले त्यो ठाउँमा अपरेट गरिरहनु भएको हुन्छ अनि कतिजनाले अन्य भाषा मात्रै बेसी बोले के साह्रो कराएको यो वर्सिप लिडर त के आत्माको कुरा देखे भन्छ स्वर्गीय देखे भन्छ स्वर्गदूत देखे भन्छ आगो झरे भन्छ के साह्रो यो आत्मिकी हुन खोजेको भनेर हामीले जज पनि गर्नु हुँदैन किनकि प्रभुले उहाँलाई त्यसरी नै प्रोफेटिक र्याममा त्यो प्रोफेटिक अफिसमा अपरेट गर्ने निम्ति प्रभुले चलाइरहनु भएको हुन्छ
सो त्यस्तै प्रकारले प्रभुले मलाई जुन चाहिँ अफिस दिन भएको छ, प्रभुले जुन चाहिँ बुलाहट मलाई दिन भएको छ, त्यही बुलाहटमा आज्ञाकारी भइकन प्रभुले यो सिजनमा के गर्दै हुनुहुन्छ भन्ने कुरा म तपाईँसँग सेयर गर्दैछु। यति बेला दुईटा अफिस एकैतालमा ओपरेट हुँदैछ, एउटा टिचरको अफिस अनि एउटा प्रोफेटको अफिस एकैतालमा ओपरेट हुँदैछ। एनिवेज योभन्दा ठुलो कुरा चाहिँ हामी प्रभुको सिजनलाई जान्नु जरुरी छ। ओके, मैले तपाईँको निम्ति अन्तिम दिनमा आराधना कस्तो हुनुपर्छ अनि वर्शिपको के भाकाहरू के कस्तो पाराले स्वर्गले पृथ्वीलाई हस्तक्षेप गर्दैछ वर्शिप लिडरको जीवनमा अनि चर्चमा वर्शिपको ठाउँमा कसरी प्रभुले गर्नुहुँदैछ भन्ने कुरालाई म तयार गर्दै थिएँ। तर प्रभुले मलाई यो अनुमति दिनु भएन अनि पवित्र आत्माले मलाई स्ट्रङली यो सिजनमा के हुँदैछ भन्ने कुरालाई भनिकन प्रभुले भन्नुभयो। ओके, तपाईँहरूले बिचमा टाइप पनि गर्न सक्नुहुन्छ। एनिवेज तपाईँलाई स्पिरिटमा हुँदै गरेको कुराहरू ताकि म एक्लै बोल्दाखेरि चाहिँ कम्युनिकेट नभएको जस्तो हुँदछ अनलाइनमा बोल्दाखेरि चाहिँ, त्यही कारण तपाईँहरूले टाइप पनि गर्न सक्नुहुन्छ बेला बेला है। ओके, एनिवेज हामी सबैजना बाइबललाई हामी यति बेला हेरौँ। यूहन्ना 2को खण्डलाई हामी सबैले हेरौँ न यति बेला। तपाईँले पाउनुभयो। हामी एकैसाथमा हामी यूहन्ना 2को खण्डलाई यति बेला एकछिन मनन गरौँ। तपाईँ एकछिन हेर्नुहोस् यूहन्ना 2को 1, 2, 3, 4 तपाईँहरूले पढ्न सक्नुहुन्छ। म पनि पल्टाउँछु तपाईँहरूसँगै। तपाईँहरू प्रायलाई थाहा छ यहाँ के भइरहेको छ, के घटना भइरहेको छ भन्ने कुरा। कतिजनालाई पढ्नु पनि जरुरी लाग्दैन, 1000चोटि पढिसक्नु भएको होला। ओके, त्यहाँनिर के को बारेमा घटना हुँदैछ तपाईँले सर्टकटमा टाइप गरेर सेन्ड गर्नुहोस् त टेक्स्टमा। हेलो, तपाईँलाई थाहा छ, पढिराख्नु जरुरी पनि छैन कतिजनालाई त। ओके, यहाँ के विषयमा कुरा हुँदैछ भन्ने कुरा तपाईँले सट्ट टेक्स्टमा लेखेर पठाउनुहोस् है। ल छिटो। ओके, न्यू वाइन, आमेन आमेन, नयाँ दाखमध्यको विषयमा कुरा हुँदैछ। अरूले पनि पठाउन सक्नुहुन्छ टाइप गरेर। म यहाँबाट हेरिरहेको छु। सुजल भाइलाई धन्यवाद। सुजल ब्रदर दाजु कोही हुनुहुन्छ भने अङ्कल, मैले यहाँ देख्न सकेको छु तपाईँलाई, म राम्ररी चिन्दिनँ, त्यही कारणले यहाँबाट म एड्रेस गर्दैछु है। एनिवे तपाईँलाई धन्यवाद, तपाईँले न्यू वाइन भनिकन लेखिदिनु भयो। ओके, फर्स्ट जिजस यीशु ख्रीष्टको पहिलो सेवाकाई, आमेन आमेन। सिसम बहिनीलाई पनि धन्यवाद धेरै धेरै। ओके, अर्को पनि म हेर्दैछु यहाँबाट पर्खिरहेको छु तपाईँले के लेख्नुहुन्छ भनेर। यहाँनिर यूहन्ना 2मा के विषयमा कुरा भइरहेछ भन्ने कुराहरू तपाईँले सर्टकटमा एक लाइनमा। ओके, विकास भाइ म पर्खिरहेको छु। फर्स्ट मिराकल्स जापान हिडन मिनिस्ट्रीबाट आउनु भएको छ, पहिलो आश्चर्य कर्म। अझै पर्खिरहेको छु मैले। 18 जना गरेर 4टा मात्रै आयो अहिलेसम्म चाहिँ। ल पर्खिरहेको छ है। ल टाइमिङ अफ प्रभुको समय। ल विकास भाइले राम्रो कुरा भन्नुभयो, आमेन, प्रभुको समय। अरू ल ल ल तपाईँहरू टाइप गर्दै गर्नुहोस्, टाइम वेस्ट नगर्नु, अगाडि बढौँ है। ओके, यहाँनिर तपाईँले भन्नुभएको जस्तै प्रभुको समय अनि न्यू वाइन अनि प्रभुको पहिलो मिनिस्ट्रीको कार्य भइरहेको छ यहाँनिर यूहन्ना 2को ठाउँमा। तर तपाईँलाई थाहा छ यो यूहन्ना 2को जुन चाहिँ घटना छ यो सिजनमा यति बेसी इम्पोर्टेन्ट छ, यति बेसी इम्पोर्टेन्ट छ किनकि जस्तो हामी यो इयरमा न्यू हिब्रू इयरमा गयौँ हामी, म यो कुरामा तपाईँलाई एकदम बिना भोजको। ओके, एनिवेज प्रभुलाई महिमा होस्। हामी मजाको टाइमभित्र हामी छौँ जुन चाहिँ यो न्यू इयरमा हामी न्यू सिजनभित्र पस्यौँ। म यो कुरालाई एकदम डिटेलमा बुझाउन चाहदिनँ तपाईँहरूलाई अहिलेको टाइममा किनकि म त्यो आउट अफ ट्र्याक भइ पठाउँछु। तर प्रभुले के गर्नुहुँदैछ भन्ने कुरा स्पेसिफिकली म बोल्दैछु है। यूहन्ना 2मा हामीले हेऱ्यौँ भने तेस्रो दिन गालिलको कानामा एउटा विवाह थियो औ यीशुको आमा त्यहाँ थिइन्। यीशु र उहाँको चेलाहरू पनि विवाहमा निम्तो थियो। औ दाखमध्य अभाव हुँदा यीशुको आमाले उहाँलाई भनिन् तिनीहरूसित दाखमध्य छैन। अनि यीशुले तिनलाई भन्नुभयो, नारी मैले के गर्नुपर्छ मलाई नभन, मेरो बेला अझसम्म आएको छैन।
आमेन। ओके, हामीले मजाको कुरा चाहिँ यहाँ के पाउँछ भन्दाखेरि यीशु ख्रीष्ट निम्तो पाउनु भएको छ प्रभुले। अनइन्भाइटेड हुनुहुन्न उहाँ। अहिलेको टाइममा मुभीतिर देख्छ नि अनइन्भाइटेड बिहामा जान्छ नि मान्छेहरू, अनि 3 इडियट्स भन्ने मुभीमा हेर्नु भएको अनइन्भाइटेड बिहामा गएर जहाँनिर निमन्त्रणै छैन अनि बिहामा गएर खाइरहेको हुन्छ नि। तर यीशु ख्रीष्ट चाहिँ इन्भाइटेड हुनुहुँदो रहेछ। मजाको कुरा चाहिँ उहाँ चाहिँ निम्तो पाएको व्यक्ति हुनुहुँदो रहेछ उहाँ। मजाको कुरा चाहिँ है। अनि उहाँलाई निम्तो थियो, यीशु ख्रीष्टलाई निम्तो थियो। अनि यीशु ख्रीष्टको आमाले चाहिँ त्यहाँनिर घटना के हुँदैछ हामी सबैलाई थाहा छ, म एकदम डिटेलमा जानु चाहदिनँ। घटना के हुँदैछ, एउटा विवाह भोजमा, काना भन्ने ठाउँको काना नगरको विवाह भोजमा वाइन सक्यो। अब कस्तो यीशु ख्रीष्ट होला, अब हाम्रो यीशु राजा हुन जानु कस्तो यीशु ख्रीष्ट होला। प्रभुको फर्स्ट मिराकल चाहिँ अब पानीदेखि वाइन बनाउनु भयो। कस्तो पापी मिराकल हो देख्यो त है। प्रभुले रक्सी बनाउनु भयो भन्दा कस्तो हुन्छ अब। म तपाईँलाई जोड्दैछु प्रभुले किन यो ठाउँमा यो घटना घटाउनु भयो भनेर कुरा जोड्दैछु म। जस्तो प्रकारले आजको दिनमा पनि हामीले विवाहतिर हेऱ्यौँ भने एउटा विवाहको शोभा चाहिँ हामीले हिन्दू फ्यामिलीको बिहामा हेऱ्यौँ भने रक्सी छैन भने बिहानै मजा आएन, बिहानै भएन भन्छ मान्छेहरूले। किनभने त्यो वाइनले चाहिँ के गर्छ भने त्यो विवाहको शोभालाई होल्ड गर्छ। अनि यहुदीहरूको त्यो टाइममा पनि एउटा वाइनलाई चाहिँ विवाहको एउटा शोभालाई होल्ड गर्थ्यो है। अनि बिहामा जति नै मान्छेको सबभन्दा बेसी कम्प्लेन हुने जुन चाहिँ प्रोग्राम हुन्छ नि त्यो चाहिँ बिहानै हुन्छ। गरिब मान्छे त काँचै थिए है, घरि अब यो कस्तो नसाको बेहुली, अब त्यो केटा त कस्तो भएछ, त्यो अनेकको कुरा के। अब सबैको आँटेको त अलिकति रक्सी भएको भए चाहिँ हुन्थ्यो नि, मान्छेको कम हुन्छ नि क्या। विवाहमा चाहिँ सबभन्दा बेसी यस्तो कुराहरू हुन्छ, कम्प्लेन हुने प्रोग्राम चाहिँ विवाह हो। अनि यो विवाहमा नि एउटा कम्प्लेन हुँदो रहेछ। त्यो विवाहमा चाहिँ के रहेछ, त्यो विवाहमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि वाइन सकेछ, दाखमदियो सकेछ। जुन दाखमद चाहिँ के थियो भन्दै गर्दाखेरि त्यो विवाहको शोभा बढाउने। अब गेस्टहरूलाई आजको दिनमा भनेको त्यो जुस सकेको छ नि। अब सोच्नु नि तपाईँको एउटा विवाहमा चाहिँ जुसै सक्यो भने कस्तो हुन्छ होला, अब पानी सक्यो भने कस्तो हुन्छ होला पिउने कुरा सक्यो भने। त्यस्तै प्रकारले त्यो बिहामा घटना भएको थियो, अत्तालिरहेको थियो, ल के गर्नुपर्ने हो कसो गर्नुपर्ने भन्ने कुरा भएको थियो। तर यीशुको आमाले मजाको कुरा के भन्नुभयो भन्दाखेरि चाहिँ दागमध्ये सक्यो भने प्रभु कहाँ गयो अनि यीशु ख्रीष्टले भन्नुभयो मेरो घडी त्यस ठाउँमा आएको छैन, माई आवर हेज नट येट कम भनेर प्रभुले 2:4 भन्नुभयो। कसरी भन्नुभयो भन्दाखेरि अनि यीशुले त्यसलाई भन्नुभयो नारी मैले के गर्नुपर्छ भने मलाई नभन, मेरो बेला अझसम्म आएको छैन। यो बेला भन्ने शब्द यस्तो स्ट्रङ छ। यो बेला भन्ने शब्द चाहिँ हामीले बेसी रेभेलेसनमा भेटाउँछ प्रकाशको पुस्तकमा। अनि एन्ड टाइमको कुराहरूमा यो बेला भन्ने कुरालाई भेटाउँछ। त्यो आवर भन्ने फाइनल आवर भन्ने कुरालाई बेला भन्ने कुरालाई हामी भेटाउँछौँ। अनि त्यस्तै प्रकारले अनि यो बेला अनि प्रोफेटिक साइन यो सिजनको के हो भन्दै गर्दाखेरि यो बेला यो आवर अनि मत्ती 24 भन्छ त्यो बेला चाहिँ कहिले हो भनेर कसले पनि भन्नु सक्दैन। त्यो आवर चाहिँ यीशु ख्रीष्ट आउनु भन्ने आवर चाहिँ कसले स्पेसिफिकली भन्नै सक्दैन भनेर, किनकि उहाँको कमिङ उहाँको आवर चाहिँ जबरजस्ती उहाँ आउनुहुन्छ भनेर भन्नुहुन्छ। यहाँ त्यस्तै प्रकारले यीशु ख्रीष्टले भन्नुहुन्छ मेरो टाइमिङ आएको छैन, मलाई नसिकाऊ, मलाई नभन मेरो टाइमिङ आएको छैन। तर जब यीशु ख्रीष्टको टाइमिङ हुन्छ त्यो आवर हुन्छ, जब दुईटा समय हुन्छ, एउटा समय चाहिँ पृथ्वीको समय क्रोनोस समय भन्छ, एउटा चाहिँ स्वर्गीयको समय काइरोस समय। जब दुईटा समय चाहिँ अनलाइन हुन्छ त्यो समयलाई चाहिँ होरा भन्छ। अनि त्यो होरा चाहिँ भएको थिएन क्या त्यो ठाउँमा। होरा भनेर लेख्नुहोस् त, HORA भनेर लेख्नुहोस् त ल टेक्स्टमा। ओके HORAH लेख्दा पनि तपाईँले बुझ्ने हिसाबमा ल हकार र आकार लेख्दा पनि हुन्छ। ल तपाईँले बुझ्नु चाहिँ पर्यो है यो कुरालाई। ओके आमेन 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 आमेन। ओके यो समयलाई चाहिँ पृथ्वीको एउटा समय छ जो अहिले कति बज्दैछ यहाँ दुबईमा 6:57 भइरहेको छ। 7 बज्न आँट्यो दुबईमा हो। तपाईँको आफ्नो ठाउँमा आफ्नो समय छ। त्यो समय पृथ्वीको समय छ। अनि स्वर्गीयको एउटा समय छ जुन स्वर्गीयको समय र पृथ्वीको समय चाहिँ एउटा हुँदैन। एउटा भन्ने भए त मान्छेहरूले यति बेला स्वर्गीयकै रीत त्यो ठाउँमै जिरहेको हुन्थ्यो नि, पाप नै हुन्थेन नि। तर टाइमिङ हाम्रो लाइफको टाइमिङ र स्वर्गीयको टाइमिङ यताउता हुँदै गर्दा हामी मिस हुन्छौँ न प्रभुको कुराहरूदेखि।
नभए त हामी 24 टाइममा 12 मास हामीले फल फलाउँदै गरेको हुनु भने किन हाम्रो सिजन्सहरू अफ हुन्छ भन्दै गर्दाखेरि चाहिँ हामी त्यो होरा भएको हुँदैनौँ। स्वर्गीयको समयमा एक दिन जिउँदा एक दिन प्रभुसँग हिँड्दै 2 महिना 3 महिना मजा आउँछ, हालेलुया खाता पार एकदम अन्य भाषा फायर हुँदै बिचमा के हुन्छ के होला कस्तै। त्यो चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ त्यो होरा भन्ने कुरा चाहिँ हराएको हो। होरा चाहिँ के भन्दा जब स्वर्गीयको समय अनि पृथ्वीको समय एक हुन्छ त त्यसलाई चाहिँ होरा भन्छ। अनि यीशु ख्रीष्टले नि ती कुरालाई भनिरहनु भएको थियो, मेरो आवर आएको छैन, मेरो होरा आएको छैन। जुन होरामा चाहिँ पृथ्वी अनि स्वर्गीयको समय एक हुन्छ, तब चाहिँ आश्चर्यकरमा देखा पर्छ। अनि त्यही होराको समय चाहिँ यो लास्ट डेजहरू हो। यो लास्ट डेजमा चाहिँ के हुन्छ भन्दै गर्दाखेरि जब हामी फेथफुल भएर जिउँछौँ त्यति नै होरा हाम्रो जीवनमा आउँछ, त्यति नै स्वर्गीय अनि पृथ्वीको मिलन हाम्रो यस ठाउँमा हुन्छ। आमेन। ओके, यो सिजनमा कतिजनालाई टेस्टलेस भइरहेको होला, कतिजनालाई खल्लो पनि भइरहेको छ, सेवाकाईमा जोडिनु भएको छ, मजा पनि आएको छ, तर भित्रबाट एक प्रकारको खल्लोपन पनि भइरहेको होला। तपाईँको लागि एउटा कुरा भनिदिउँ, यो सिजनमा प्रभुले फेरि पनि काना नगरको विवाह भोज जस्तै प्रभुले फेरि पनि टेस्टलाई ल्याउँदै हुनुहुन्छ, प्रभुले फेरि पनि मिठासलाई ल्याउँदै हुनुहुन्छ। तपाईँलाई थाहा छ मजाको कुरा के भयो त्यहाँनिर, त्यो चाहिँ जब इङ्ग्लिसबाट पढ्छु, when the wine ran out, the mother of Jesus said to him, they have no wine. यीशुको आमाले भने अब दाखमा त सिद्धियो। The master of the feast said, जब दाखमा त्यो त्यहाँदेखि सिद्धिको पछि के भयो भन्दै गर्दाखेरि चाहिँ खाली 6वटा भाँडाहरू थियो, त्यो भाँडामा चाहिँ पानी भर्न लगायो। अनि पानी चाहिँ कस्तो पाराले भरेको छ भन्दाखेरि चाहिँ त्यो भाँडाको माथिको टुप्पोमा एउटा रिङ हुन्छ, तपाईँलाई थाहा छ। कहाँबाट साउन्ड सुन्दैछ तपाईँले म्युट गरिदिनु होला। ओके, भाँडाको माथि टपमा एउटा रिङ हुन्छ, त्यो रिङसम्म नै भर्यो भनिकन वचनले लेखेको छ। माथि चुल्टोसम्म नै एकदम एन्डिङसम्म नै भर्यो पानी 6वटा भाँडामा। अनि के भयो थाहा छ तपाईँहरूलाई, त्यो विवाहको सबभन्दा बेस्ट वाइन त्यहाँनिर निक्ल्यो, सबभन्दा बेस्ट वाइन त्यहाँनिर निक्ल्यो, सबभन्दा बेस्ट। लास्टको कुरा चाहिँ बेस्ट भयो। खास त सकिँदै गर्दाखेरि तपाईँले थाहा गर्नुभएको घरमा सकिँदै गर्दाखेरि फर्स्टको भन्दा लास्टको मिठो हुन सक्दैन। बरु दालमा अलिक पानी थपेर खल्लो हुन्छ लास्टतिर, तर फर्स्टकै मिठो हुन्छ नि त, हो कि भन्नुहोस् त। जे कुरा नि फर्स्टको मिठो हुन्छ नि, हो, तर यहाँनिर चाहिँ लास्टको मिठो हुँदैछ। प्रभुको काम गर्ने तरिका यस्तो छ, छक्यो पर्यो, त्यो हेडसेप पनि छक्यो पर्यो, भोजको हेर्ने मेन हेडसेप पनि छक्यो पर्यो। अरे यो त कसले बनाएको, अहिलेसम्म यस्तो हामीले खाएको थिएन भनेर छक्कै पर्दैछ। किनकि त्यो वाइन चाहिँ स्वर्गले होरा भएर बन्नेको हो नि त, त्यो पृथ्वीमा बनेको, त्यो क्रोनोसमा बन्नेको होइन, त्यो काइरोसमा बन्नेको हो, त्यो होरा भन्ने ठाउँमा बनेको, जुन ठाउँमा स्वर्ग अनि पृथ्वी एक हुँदै गर्दा मिराकल्स मेनिफेस्ट भयो नि, त्यति बेला बन्नेको हो यो कुरा। त्यही कारणले चाहिँ हामीले जान्नु जरुरी हुन्छ। लास्ट भन्नुहोस् त, लास्ट लेख्नुहोस् त एकपल्ट, एन्ड लेख्दा हुन्छ, लास्ट लेख्दा तपाईँ टेक्स्टमा लेख्नुहोस् त, LAST लास्ट एन्ड। ओके ओके ओके, आमेन आमेन आमेन। हुन्छ, तपाईँहरूले हेर्दै हुनुहुन्छ। ओके, लास्टमा रहेको वाइन चाहिँ नि के भएछ भन्नुहोस् त, मिठो भएछ। अनि त्यस्तै प्रकारले चाहिँ नि हगै 2को 9मा हामीले सरर हामी एकै तालमा हामी हेऱ्यौँ नि, हगै 2को 9मा एकदम सबैले पढिराख्ने वचन है यो। हगाइ खोज्नु तपाईँलाई धेरै टाइम लाग्छ भने ल वचन धेरै पढ्नु पर्ने हुन्छ। अब प्रभुको समय एकदम नजिक आइसक्यो। ल यमुना भनेको भए आइहाल्थ्यो छ्याप्पै है, मती भनेको भए ठ्याक्कै आइहाल्थ्यो, भजन सङ्ग्रह भनेको भए त आँखा चिम गरेर आइहाल्थ्यो। ल अलिक वचन पढ्नु पर्ने हुन्छ हामीले। ल हगाइ 2को 9मा हामीले हेरौँ, The glory of the later house shall be greater than the former, says the Lord of hosts भनेर इङ्ग्लिसमा लेखेको छ। पछिल्लो महिमा चाहिँ के हुन्छ? ल रिता दिदीलाई धेरै धन्यवाद। यस पछिल्लो भवनको महिमा पहिलो भवन भन्दा बढी हुनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ। आमेन। ल पछिल्लो यहाँ हेर्नुहोस् है, हामीले अघि वाइनको कुरामा कानानको विवाहमा के पाएको थियो, पछिल्लो द लास्ट वान चाहिँ स्विटर भइरहेको थियो नि, त लास्ट वान चाहिँ अझै दामी भइरहेको थियो। त्यस्तै प्रकारले हगाइ 2को 9मा पनि प्रभुले त्यसरी नै भन्नुहुन्छ, यो भवनको चाहिँ
द लास्ट वान अब अहिले हुनेवाला पछिल्लो आउनेवाला चाहिँ अझै बेसी ठुलो महिमा हुन्छ भनेर हगाई 2 को 9ले भनिरहेको छ। हाउस भन्ने एउटा वर्ड युज गर्छ इङ्ग्लिसमा, अनि नेपालीमा चाहिँ भवन भनेर भनेको छ। अनि त्यो भवन चाहिँ नि त्यो भवन चाहिँ मन्दिर, प्रभु बिनाको भवन चाहिँ फेरि भवन हो, तर प्रभु बिनाको भवन चाहिँ मन्दिर हो। फेरि तपाईँहरू कतिजना कन्फ्युज पनि हुनुभयो होला, म तपाईँलाई बुझाउँछु, केही छैन। एउटा मन्दिर जबसम्म हामीले हेऱ्यौँ भने एउटा मन्दिरमा जबसम्म भित्र ईश्वर हुनुहुन्छ भन्ने कुरालाई मान्छेले विश्वास गर्दैन तबसम्म, जबसम्म एउटा सिम्पल हिन्दू म्याथोलोजीमा तपाईँहरू ब्याकग्राउन्ड आउनु भएको छैन भने मन्दिरभित्र चाहिँ हुने मूर्ति हुन्थ्यो, त्यो मूर्ति छैन भने चाहिँ त्यो एउटा हल मात्रै हो, त्यो एउटा कोठा मात्रै हो, तर मूर्ति हुँदै गर्दा के भयो, मन्दिर भने नै मान्छेले। त्यस्तै प्रकारले त्यो मूर्तिको कुराहरूमा नजाउँ, त्यो पापको कुराहरूमा नजाउँ, हामी सत्यताको कुरा गरौँ। के भन्दै गर्दाखेरि भवन चाहिँ परमेश्वरको उपस्थिति बिना चाहिँ भवन मात्रै हो, एउटा रुम मात्रै हो, तर त्यो भवन चाहिँ टेम्पल हुनलाई चाहिँ पवित्र आत्माको उपस्थिति चाहिन्छ। ओके, यो हगाई 2 को 9लाई अघि म तपाईँहरूसँग मजाले ध्यान दिएर सुन्नुभयो भने म कहाँदेखि कहाँ जोडिरहेको छु भन्ने कुरा तपाईँले बुझ्नु हुँदैछ। द लास्ट वाइन, पछिल्लो वाइन चाहिँ एकदम मिठो थियो, अनि त्यही पछिल्लो वाइनमा प्रभुले ठुलो हुन्छ भनिकन हगाई 2 को 9मा भनिरहनु भएको छ। अनि पहिलो कोरिन्थी 6:19मा हामीले हेऱ्यौँ भने एकदम फेमस वचन हो, यो पनि तपाईँले सुनिरहनु भएको, यो शरीर तिम्रो मन्दिर हो। कति बेला गाउनु भएको होला यो कुरा। अब त्यो मन्दिरमा उहाँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ गाइसकेर चर्च गइसकेर पो थाहा पाउँछ त। मान्छेहरू झन् रिसाउँदैछ कि है, घरमा भात नपाकिराख्दाखेरि ठुस्किँदैछ कि, घरमा झगडा पर्दैछ कि, साथीभाइसँग मुखमुखै लाग्दैछ कि, चर्चको अगुवाको ब्याक ब्याटिङ गर्दैछ कि, वर्सिप गर्दा बिचमै रोके नि भनेर झगडा पर्दैछ कि आफ्नो अनगन्ती कम्प्लेनहरू हुँदैछ कि। यदि परमेश्वर प्रभु उपस्थिति हाम्रो मन्दिरमा हो भने उहाँ झल्किनुहुन्छ नि हाम्रो जीवनबाट। तपाईँलाई थाहा छ मान्छेहरू मन्दिरमा चप्पल लगाएर जाँदैन नि, किन भन्नुहोस् त? त्यो झल्केको नि, अब उपस्थिति झल्केको नि, त्यो अब त्यसको शोभा झल्केको नि। अब यदि हाम्रो जीवनमा नि प्रभुको उपस्थिति हुनु हो भने, प्रभुको उपस्थिति यो टेम्पलमा, यो शरीरमा हुनु हो भने चाहिँ हामीले प्रभुको कार्यहरू गर्नुपर्ने हुन्छ, प्रभुको उपस्थितिलाई रेस्ट गर्न दिनुपर्ने हुन्छ हाम्रो जीवनमा। ओके, एनिवेज माथि फेरि पनि सरर आउँछु, म रिपिट गर्ने बानी छ, किनकि एकपल्ट भन्दा मान्छेले बुझ्दैन, त्यही कारण रिपिट गरेको टाउको हल्ला आउँछ, डायरीमा नि लेख्छ, लास्टमा गएर त्यो बिर्सी पठाउँछ, डायरी पनि हेर्दैन, नोट्स पनि हेर्दैन। त्यही कारणले म तपाईँहरूलाई छर्लङ्गै भएको म बुझ्न चाहन्छु। म आज दिनभरि ड्युटी टाइममा पनि तपाईँको निम्ति यो आवाज रेडी गरिरहेको थिएँ, त्यही कारणले म यो कुरा कसैकोबाट पनि मिस नहोस् भन्ने कुरा म चाहन्छु। म अलिक छिटो बोल्दैछु, टाइम एकदम कम्ती छ, म ड्युटी पनि जानुपर्ने छ, तपाईँको पनि आफ्नो आफ्नो व्यवसाय छ होला। एनिवेज, प्रभुलाई महिमा होस्। ओके, उपदेशको कुराले के भन्छ भन्नुहोस् त? तिमीहरूको स्टार्टिङ भन्दाखेरि पनि एन्डिङ चाहिँ दामी होस् भन्छ नि, बेटर होस् भन्छ नि। बेटर इज द एन्ड अफ द थिङ देन द बिगिनिङ देयर फोर भनेर उपदेशको पुस्तक 7:8ले भन्छ। यो वचन रेकर्ड भइरहेको होला, त्यही कारणले तपाईँलाई भर्सेस पनि म दिनेछु। उपदेशक 7:8ले भन्छ, द एन्ड सुड बी बेटर, एन्ड चाहिँ दामी होस् भनेको नि। हामीले हेर्दैछौँ अघि काना नगरो विवाह एन्ड आयो, अनि यता हगाईको पुस्तकमा प्रभुले पछिल्लो झैला अझै बेसी ग्रेटर ग्लोरी आउँदैछ, अझै बेसी शक्तिशाली हुन्छ भन्ने कुरालाई प्रभुले बोलिरहनु भएको छ। त्यही कारणले यो सिजनमा प्रभुले के गर्दै हुनुहुन्छ भने, प्रभुले हाम्रो दाखमदियालाई अझै बेसी स्विट बनाइदिनु हुनेछ, अझै बेसी हाम्रो टेस्ट नभएको ठाउँमा प्रभुले अझै बेसी टेस्ट हाल्नु हुँदैछ। आमेन। तपाईँहरू आमेन टाइप गर्न सक्नुहुन्छ, यो कुरा रिसिभ गर्नुहोस्, आत्मामा टाइप गर्दै गर्दा रिसिभ गर्नुहोस्, त्यतिकै टाइप नगर्नुहोस्, तर आत्मामा रिसिभ गर्नुहोस्। प्रभुले साँच्ची नै मेरो जीवनमा त्यो टेस्ट नभएको ठाउँमा प्रभुले टेस्ट दिनुहुँदैछ, मेरो जीवनमा खल्लो भएको ठाउँमा प्रभुले फेरि पनि त्यो टेस्टलाई फर्काउँदै हुनुहुन्छ भनिकन तपाईँहरूले यो टाइप गर्दै गर्दाखेरि आफ्नो आफ्नो जीवनमा घोषणा गर्नुहोस्। ओके, अब त्यो भाँडामा आउँदैछु म। एनिवेज, ल थ्याङ्क यू सबैजनालाई, तपाईँ यति साह्रो विश्वास के हुनुहुनेछ, प्रभुले तपाईँको फेथफुलनेसमा प्रभुले ब्लेस गर्नुभएको होस्। प्रभुको वचनले भन्छ सानो कुरामा इमान्दार भयो भने प्रभुले ठुलो कुरामा नि इमान्दार बनाउँछ भनिकन प्रभुले तपाईँहरूलाई आशिष दिनुभएको छ, जहाँले टाइप गर्नुभयो है। ओके, त्यहाँनिर के थियो भन्नुहोस् त, 6वटा भाँडा थियो नि, पट थियो नि, भाँडा थियो, अनि त्यो भाँडा चाहिँ नि 6वटा थियो। तपाईँहरूलाई म घरिघरि हुन्छ 6वटा थियो, कतिवटा 6 लेख्नुहोस् त ल सबैजनाले, फेरि कतिवटा थियो भाँडा। म तपाईँहरूलाई लेख्न लागि गर्छु आज म। लु ओके, 6वटा थियो।
ओके 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 ल थ्याङ्क यू सबैजनालाई ल 6वटा त्यहाँनिर दाखमत हाल्ने भाँडा थियो एक्चुअली त्यो भाँडा चाहिँ दाखमत हाल्ने भाँडा थिएन तर त्यो चाहिँ सफा गर्ने भाँडा थियो पुजारीहरूले सफा गर्ने हात धुने खुट्टा धुने यस्तै भाँडा थियो अनि त्यो भाँडा चाहिँ ल्याइयो 6वटा थियो तपाईँले 6 लेख्नु मैले किन 6 लेख्नु लगाएँ भन्दै गर्दा चाहिँ 6 नम्बरले चाहिँ मान्छेको नम्बरलाई बताउँछ 6 नम्बर भनेपछि ह्युमन हो बाइबलमा 6 आयो भन्छ त्यो ह्युमनलाई बुझाउँछ किनकि प्रभुले के गर्नुभयो उत्पत्ति 1:26-27मा तपाईँले हेर्नुभयो अहिले नहेर्नुहोस् तपाईँहरू जस्तो भिडियो बादमा युट्युबमा आउँछ होला तपाईँहरू लिङ्क पठाइदिनुहोस् ग्रुपतिर उत्पत्ति 1:26-27मा हामीले लेख्यो भने प्रभुले 6th डेमा 6औं दिनमा प्रभुले मानिस जातिलाई बनाउनु भयो हो 6औं दिनमा प्रभुले बनाउनु भयो अब कसरी कानुन र बिहा भयो चाहिँ 6th भएर कनेक्ट भएर आएको छ भन्दा चाहिँ त्यो माटोलाई चाहिँ त्यो माटोको रेभलेसन चाहिँ प्रभुले मलाई के दिनु हुँदै थियो भन्दाखेरि चाहिँ त्यो चाहिँ म हो म भन्नुहोस् त यतिकै भिडियो भन्दा हुन्छ म भन्नुहोस् त्यो चाहिँ म हो त्यो भाँडा चाहिँ म हो किनकि तपाईँलाई थाहा छ मजाको कुरा यशाया 64:8मा के लेखेको छ भन्दाखेरि चाहिँ तपाईँ मेरो कुमाले म त एउटा माटोको भाँडा मात्रै त हो तपाईँ चाहिँ मेरो कुमाले हुनुहुन्छ भनिकन यशाया 64:8ले भन्छ भनेपछि म चाहिँ भाँडा मात्रै हो भन्ने कुरा अनि त्यो भाँडा चाहिँ 6वटा हुँदै गर्दा त्यो 6th डेमा चाहिँ मान्छे बन्नेको हो अनि 6 नम्बरले चाहिँ मान्छेलाई एउटा ह्युमनलाई चाहिँ बताउँछ जसरी हामीले प्रकाशमा देख्छौँ नि 666 भन्छ नि त्यो काउन्ट अफ द त्यो मान्छेको काउन्ट हो नि त्यो चाहिँ मान्छे जातिको चाहिँ काउन्ट हुन्छ त्यो चाहिँ अनि 6 नम्बरले चाहिँ मान्छेलाई बुझाउँछ ओके म विश्वास गर्छु म एकदम फास्ट गइरहेको छु तपाईँहरूले बुझ्नु हुँदैछ होला बुझ्नु हुँदैछ भने फेरि एकपल्ट जिजस इज किङ लेखिदिनु होला टेक्स्टमा ओके म देख्दैछु यहाँबाट दोस्रो कोरिन्थी 4:7मा यसरी लेखेको छ तर शक्तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन तर परमेश्वरको होस् भनेर हामीसँग यो धन माटोको भाँडामा छ माटोको भाँडामा अब त्यो 6वटा भाँडा र एउटा माटोको भाँडामा छ भने म भित्र छ भनेको नि म भित्र छ भनेको नि बुझ्नु हुँदैछ अनि तपाईँ भित्र भएको त्यो खालीपनलाई प्रभुले भर्न चाहनुहुन्छ यो सिजनमा अब म यस्तै होला भन्ने कुराहरू बिर्सिनुहोस् त्यो कुरालाई अब म यस्तै होला हुन सक्दिनँ शत्रु झुटो छ यो शत्रुले भन्छ हुन सक्दैन भनेर भन्छ शत्रुले तर प्रभुले एउटा होप दिनुहुँदैछ यो लास्ट डेजमा प्रभुले फेरि पनि रेस्टोर गर्दै हुनुहुन्छ यो इयर चाहिँ रेस्टोरेसन जतिजना पनि आजको दिनसम्म खेलाइची गरेर प्रभुसँग हेर्नुभयो अब सिरियस हुने टाइम आइसक्यो प्रभुले फेरि अनुग्रह गर्नु हुँदैछ है थ्याङ्कफुल हुन्छ अनुग्रह चाहिँ हामीलाई पापमाथि पाप गर्नु लागि होइन तर प्रभुमा रिटर्न हुनु लागि प्रभुले दिनुभएको हामी चाहिँ अनुग्रह सम्झने बित्तिकै हामी याद गर्नुभएको मान्छेहरू कतिजना जसलाई प्यारो गर्यो उही मान्छे छाडा भइन्छ नि लास्टमा गएर झगडा परेर बेसी माया पायो भने पला पिन्छ नि तर प्रभुको त्यस्तो अनुग्रह होइन है त्यस्तै कारणले मान्छेले पाप गरिबस्छ अब म के भएको छैन त खै देखा परेको छैन दशा आएको छैन त भन्छ नि मान्छेले क्या खै के दण्ड आएको छैन त भन्छ मान्छेले एकैचोटि आउँदैन प्रभुले आजको दिनमा प्रभुले त्यो कुराको जजमेन्ट तपाईँलाई दिनुभएको छैन भने चाहिँ हामी त्यो कुरामा प्रभु धन्यवादी भइकन हामी फर्किनु पर्ने हुन्छ प्रभुको अनुग्रह चाहिँ त्यो हो यो भाँडामा नि आज खाली भइरहेको होला हो कतिजनाको एकदम मिठास वाइनको सिजनमा हुनुहुन्छ होला प्रभुले तपाईँलाई आशिष दिनुभएको होस् अझै प्रभुलाई महिमा होस् अझै बेसी स्विटर हुँदै गएको होस् तर जब एन्ड आउँछ जब लास्ट प्रभुको आवर आउँछ नि जब होर्रा आउँछ नि प्रभुको आवर आउँदै गर्दाखेरि चाहिँ प्रभुले फेरि पनि एकपल्ट रेस्टोर गर्नुहुनेछ त्यो भाँडाको खाली भाँडामा ओके त्यो खाली भाँडा चाहिँ कसरी रेस्टोर हुन्छ अब मैले यो अहिलेसम्म बोलेको रेभलेसन अहिलेसम्म बोलेको कुराहरू तपाईँहरूले बुझ्नु हुँदैछ तर म यो एउटा ग्लोबली पनि तपाईँलाई कनेक्ट गराउन चाहन्छु लास्ट डेजमा अन्तिम दिनमा प्रभुले कसरी चाहिँ यो भाँडालाई रेस्टोर गर्नुहुन्छ कसरी चाहिँ यो खाली भएको दागमत्यै सकिएको भाँडालाई प्रभु रेस्टोर गर्नुहुन्छ दागमत्य भने चाहिँ अनोइन्टिङ हो नि अनोइन्टिङ लेख्नुहोस् त अब सबैजनाले ANOINTING अभिषेक लेख्दा हुन्छ तपाईँहरूले
ओके दागमते भए चाहिँ अनोइन्टिङ सबैजनाले रक्सी दोकान खोलेर बस्नु भएको होइन नि फेरि हाम्रो मान्छेहरू उल्टा उल्टा नि बोल्छ नि त फेरि हो दागमते भनेको छ लो भनेर फेरि है ओके दागमते भनेको चाहिँ अनोइन्टिङ हो नि त्यही कारणले रेभलेसनमा एउटा भर्स चाहिँ म तपाईँलाई दिन्छु है ओके रेभलेसन 6:6 प्रकाश 6:6 यसरी लेखेको छ तेल र दागमतेलाई हानि नगर भनेर लेखेको छ हो यो चाहिँ अनएन्टेड वानलाई हानि नगर्नु भनेको नि अब यो ट्रेभलेसनको टाइम यो ऱ्याप्चरको यताउता सबै छ म त्यो बादमा कुनै दिन प्रभुले अनुमति दियो भने सेयर गरौँला तपाईँ कतिजनालाई थाहा पनि होला तर आज म मेन मुद्दामा आउँदैछु लास्ट डेजको चर्च भनेपछि चाहिँ म अघि हामीले पहिलो कोरिन्थीमा हामीले हेरिहाल्यौँ पहिलो कोरिन्थीको 6:19 अनुसार चाहिँ लास्ट डेजको चर्च चाहिँ म हो नि 4 भित्ता होइन नि कुनै के एकता मण्डली कुनै के मिनिस्ट्री होइन नि बुझ्नु हुँदैछ मैले भन्नु खोजेको कुरा डोन्ट गेट मी रङ कुनै के मिनिस्ट्री कुनै के फेलोसिप त्यो होइन नि लास्ट डेजको चर्च हो एउटा ठाउँमा त्यो पनि होला तर स्पेसिफिकली बिब्लिकली चाहिँ ओके प्रकाशको 6 छ प्रकाशको 6 छ ओके कतिजना टेक्स्टमा लेखिरहनु भएको छ धेरै धन्यवाद एनजी दिदीले पनि आउनु भएको छ लाइभमा धेरै धन्यवाद तपाईँलाई पनि ओके म आउँदै थिएँ कुरा लास्ट डेजमा चाहिँ प्रभुले कस्तो प्रकारले यो चर्चमा है मैले चर्च भन्दा तपाईँले बुझ्नुभयो त्यो चाहिँ मलाई भनेको रहेछ भनेर बुझ्नु पऱ्यो है ओके यो चर्चमा प्रभुले के गर्नु हुँदैछ भन्ने कुरा म तपाईँलाई भन्छु है तपाईँलाई थाहा छ यो कानानगरको बिहा भएसको जुन चाहिँ मिराकल्स हुँदै थियो यीशु ख्रीष्टको पहिलो मिराकल्स थियो तपाईँहरू कतिजनालाई भन्नुपर्ने हुँदै थियो कि पहिलो आश्चर्यकर्म थियो अनि त्यो आश्चर्यकर्ममा प्रभुले कस्तो पाराले गर्नुभयो त्यसको ओपरेसन्स कसरी भयो कस्तो पाराले भयो भन्दै गर्दाखेरि म तपाईँलाई भन्छु है त्यो चाहिँ एउटा व्यक्तिले गरेको मिराकल्स थिएन नि त्यो थाहा छ तपाईँलाई एउटा व्यक्ति यीशु ख्रीष्ट आफैले गर्नुभएको मिराकल्स थिएन त्यो प्रब्लम क्रिएट भयो हेर्नुहोस् है प्रब्लम क्रिएट भयो वाइन सक्यो नि हो प्रब्लम क्रिएट भएर यीशु ख्रीष्टको आमाले कम्प्लेन पुऱ्याउँदैछ एकजना क्यारेक्टर त्यहाँ भयो अनि अर्को चाहिँ भाँडा लिएर आउँदैछ भाँडामा पानी भर्दैछ खाली भाँडा लिएर आउनु भयो नि त चाकरहरू होइन त्यहाँनिर काम गर्ने व्यक्तिहरू अहिलेको जमानामा भन्नु वेट्रेसहरू भनौँ न अब वेटरहरू भनौँ त्यति बेलाको वेटरै थियो होला नि अब त्यहाँ सर्भ गर्नेहरू होइन सर्भरहरू थियो होला नि भाँडा लिएर आयो दोस्रो क्यारेक्टर उनीहरूले के गर्यो पानी भर्यो यीशु ख्रीष्टले आफै पानी भर्नु भएन है आजको दिनमा चाहिँ सबै मै गरौँ भने जान्छ नि मान्छे मै प्रोफेट मै अपोस्टल मै पास्टर म यहाँ पनि मै कुद्नुपर्छ म यहीँ पुग्नुपर्छ एकदम युट्युबमा भिडियो अब आमेन हालेलुया थम्बनेल पनि एकदम नम्बर 1 मिनिस्ट्री अफ द वर्ल्ड लेखेर पुरा मै हुन चाहन्छ नि मान्छेले आजको दिनमा नि लास्ट स्टेजमा झुकाउनु चाहिँ यो मै भन्ने कुरामै हो म चाहिँ हेभी हुनुपर्छ अरू चाहिँ ठिकै छ म चाहिँ हेभी हुनुपर्छ म चाहिँ शक्तिशाली हुनुपर्छ भन्ने मान्छेको थट प्याटर्नमा गइसक्यो अनि म भन्ने कुरा चाहिँ नि थाहा छ नि तपाईँलाई परमेश्वरको नाम चाहिँ के हो म हुँ जो म हुँ म जो मैले आफूलाई म भन्न थाल्छु नि म यीशुको ठाउँलाई परमेश्वरको ठाउँलाई लिनु खोज्दैछु जुन चाहिँ लुसिफरले पनि त्यही गर्न खोज्दै थियो लेकिन आजको दिनमा चाहिँ मलाई सबै कुरा होस् मलाई नै आशिष मलाई नै अनोइन्टिङ मैले छुँदा मान्छे लडोस् मैले छुँदा हिलिङ होस् मैले वचन बोल्दा मान्छे यस्तो गरोस् गड ब्लेस यु प्रभुले गर्नुहुन्छ त्यो कुरा तर हाम्रो टार्गेट चाहिँ त्यो होइन हामीले फोकस गर्नुपर्ने ठाउँ चाहिँ त्यो होइन तर प्रभुले लास्ट स्टेजमा चाहिँ कसरी काम गर्नुहुन्छ भन्ने तरिका म तपाईँलाई बताउनेछु यो दिनहरूमा जुन तरिकामा आज हामी पनि त्यही तरिका गरिरहेको छौँ त्यो चाहिँ के भन्ने गर्दाखेरि यीशु ख्रीष्ट आफै एक्लैले गर्नु भएन त्यो आश्चर्य कर्म किन त्यो फर्स्ट मिराकल चाहिँ भयो होला प्रभुले किन अरू मिराकल्सहरू हाल्नु भएन किन त्यो फर्स्ट मिराकल चाहिँ भयो होला भन्दा प्रभुले के साइन दिनु खोज्नु हुँदैछ प्रभुले लास्ट स्टेजमा के गर्नुहुन्छ भन्ने कुरालाई बुझ्नु हुँदैछ यहाँनिर नि कस्तो हुन्थ्यो होला अब त्यहाँनिर यीशु ख्रीष्टको आमाले भने नि त त्यहाँको सर्भरहरूलाई त्यहाँको भोजमा वेटरहरूलाई भन्यो नि त ल यहाँ पानी हाल अब जसरी यीशु ख्रीष्टले भन्नुभयो त्यस्तै गर त्यही वेटरहरू फुलिदिएको भए कस्तो हुन्थ्यो होला अब कस्तो यहाँ वाइन सकिरहेको छ तपाईँले पानी हाल्नु भन्छ ए आन्टी बेसी नगराउने यो आन्टी त पुरा बेसी बोल्छ भन्थ्यो होला नि त यो आन्टी के साह्रो पग्ला भयो कि आन्टी तर वेटर्सहरूले मजाले के गरे भन्नुहोस् त चुप लागेर पानी हाल्यो त्यो जारमा
प्लान बी प्लान चाहिँ केही राखेन भएन भने भनेन त भएन भने के गर्नु आन्टी भनेन होला के हो आन्टी भनेन एट कहाँ हो किनभने त्योभन्दा अगाडि भएको थिएन नि त यो घटना अब आजको दिनमा अब यही सेम घटना भयो भने ल हामी यो वचनको खण्डलाई सम्झ यौना 2को खण्ड सम्झेर हुन्छ होला भने फेदमा आउन सक्छौँ तर त्योभन्दा अगाडि कहिले यो घटना भएको थिएन तर पनि त्यो सर्भेन्टहरूले के गर्यो भने त ओबिडियन्ट भइकन पानी हाल्न थाल्यो त्यो जारमा तब चाहिँ के भयो त्यो पानी चाहिँ दाखमध्यमा चेन्ज भयो जुन दाखमध्ये चाहिँ भोजको मुखले पनि भन्यो अहिलेसम्म यस्तो टेस्टी तिमीले कहाँबाट लुकाएर राखेको थियौ यस्तो दामी चाहिँ छक्कै पर्यो यो लास्ट स्टेजमा चाहिँ एक्लै हुँदैन वान म्यान आर्मी हुँदैन तर कोअपरेट अनोइन्टिङमा चाहिँ ओपरेट हुन्छ लास्ट स्टेजको प्रभुको महिमा चाहिँ बुझ्नुभयो एक्लै हुँदैन है एक्लै हुँदैन अब म छोडेर एक्लै गर्छु हुँदैन नेभर त्यो एक्लै हुँदैन अब त्यो एरा गइसक्यो त्यो एउटा टाइम थियो प्रभुले राख्नु भएको टाइम थियो तर जब पनि हामीले हेर्छौँ नि लास्ट डेज कहाँदेखि सुरु भयो भन्दाखेरि चाहिँ अप्पर रुमदेखि सुरु भएको हो नि त माथिल्लो कोठाको टाइमदेखि चाहिँ प्रभुको राज्य सुरु भएको हो नि अब चाहिँ आउनु हुँदैछ त्यहाँदेखि रफ्तार बढेको नि त्योभन्दा अगाडि चाहिँ प्रभुको काम भइरहेको थियो हिलिङ भइरहेको थियो तर सुसमाचारको रफ्तार चाहिँ कहाँदेखि सुरु भयो भन्दाखेरि चाहिँ प्रेरितको पुस्तकमा हामीले हेर्छौँ भने जब माथिल्लो कोठामा चेलाहरू एक भइकन प्रार्थनामा एकदम कुरानदार लागिरहेको थियो त्यति बेला चाहिँ के भयो पवित्र आत्मा ओर्ली आउनु भयो त्यो चाहिँ अहिलेसम्मको ग्रेटेस्ट रिभाइभल भन्छ नि अहिले हामी रिभाइभल सजिलोसँग रिभाइभल चलाउँछौँ तर रिभाइभलको अर्थै नबुझिकन रिभाइभलको केही कुरा नबुझिकन हामी सजिलोसँग रिभाइभल चलाउँछ तर त्यो चाहिँ ग्रेटेस्ट रिभाइभल थियो जब पवित्र आत्मा मेनिफेस्ट हुनुभयो नि त्यो ग्रेटेस्ट रिभाइभल थियो त्यहाँदेखि उता चाहिँ रफ्तार हुँदैछ त्योभन्दा अगाडि नै बप्तिस्मा दिने यौनाले यीशु ख्रीष्टको आगमनको उहाँको राज्यको प्रचार उहाँ आउँदै हुनुहुन्छ हि इज कमिङ सुन भन्ने कुराहरू एकदम प्रचारिरहेको थियो भइरहेको थियो सबै कुरा तर यो स्पेसिफिक टाइमदेखि चाहिँ जब पवित्र आत्मा ओर्ली आउन मान्छेको जीवनमा उनीहरू रफ्तारको साथमा प्रभुको राज्यलाई लिँदै एक ठाउँदेखि अर्को यहुदादेखि सामरियादेखि अझै अगाडि बढ्दै गयो अनि मजाको कुरा थाहा छ तपाईँहरूलाई उनीहरू दुईजना जान्थ्यो सिङ्गल मै हिरो हुनुपर्छ भन्ने कहिले थिएन कोअपरेट अनोइन्टिङ थियो जब फिस्ट आउँथ्यो उनीहरू फेरि भेट्थ्यो चिठी लेख्थ्यो हो त्यो टाइममा कम्युनिकेट चाहिँ गर्दैछ क्या अब मान्छेहरू अहिले थाहा छ तपाईँहरूलाई आत्मामा अलिअलि कुरा बुझ्यो भने कम्युनिकेट गर्नु नि खोज्छ मान्छे म अलिकति गुप्तामा बस्दिएको नि भन्छ अरे भाइ अरे दिदी अरे बहिनी हामीले सिक्नुपर्छ वान म्यान आर्मी कहिले हुँदैन अनि लाग्छ कि अनि मैले धेरैजना व्यक्तिहरू देखेको छु जो व्यक्तिहरूले प्रभुको कुरा सुन्दै गर्दाखेरि एकदम फायर हुन्छ अनि मलाई पनि त्यस्तै लाग्थ्यो मेरो अनेस्ट कन्फेसन अब म चाहिँ 3 महिना चाहिँ गायब भइदिन्छु त्यसबाट चाहिँ फायर भएर निक्लिन्छ जस्तो लाग्थ्यो म आफूमै भर पर्दैछ नि म आफ्नै फाइदाको लागि नि तर प्रभुको काम गर्ने तरिका त्यो होइन प्रभुले कोअपरेट तरिकामा चलाउन चाहनुहुन्छ कोअपरेट भनेको बुझ्नुहुन्छ नि अब यसलाई नेपालीमा कसरी भन्न सकिन्छ भने यसरी म तपाईँको लागि ठ्याक्कै अर्थ खोजिदिन्छु है ओके कोअपरेट चाहिँ सहयोग गर्ने भनेर भन्छु सामूहिक लो थ्याङ्क यू हाम्रो राज ब्रदरलाई धेरै धन्यवाद लो सामूहिक अनि गुगलमा चाहिँ मैले सहायता गर्ने भनेर पायो तर सहायता गर्ने भन्दा यो सामूहिक चाहिँ मलाई मजाको लाग्यो समिष्टगत आम्मा यो त झन् दामी आयो समिष्ट गीत के हो समिष्ट गीत हो कि समिष्टगत हो एनिवेज म एकदम कमजोर छु नेपालीमा एनिवेज के भन्नुभयो हाम्रो हामी एक हुने एउटा युनिटी अनोइन्टिङमा आउने एउटा कोअपरेट अनोइन्टिङमा एउटा एक भइकन आउने टाइम हो लास्ट डेज चाहिँ अनि त्यही कुरा चाहिँ शत्रुलाई थाहा छ नि त फेरि तपाईँलाई थाहा छ तपाईँले भन्दा बेसी शत्रुलाई वचन थाहा छ हामी कोही बेला भयङ्कर लाग्छ नि एकपल्ट बाइबल सक्दा हेऱ्यो नि आम झन् दिनमा 5-6 च्याप्टर पढ्यो भने त आमा आगो लाग्छ जो हेर्दाखेरि पनि वचन दिउँ के हो प्रकाश दिउँ के हो जस्तो लाग्छ नि शैतानलाई त्योभन्दा बेसी थाहा छ नि यीशु ख्रीष्टलाई त कोट गरे भनेपछि तपाईँलाई थाहा छ नि यीशु ख्रीष्टको परीक्षा हुँदै गर्दाखेरि शैतानले त वचन कोट गरे नि वचनै कोट गरिदियो सोच्नु त अनि आजको दिनमा हामी के कुराको घमण्ड गर्ने मेरोमा बेसी वचन थाहा छ भनेर
मान्छे कोही बेला त्यस्तो भइ पठाउँछ अब म खतरा भइसकेँ भन्ने। अब म सबै कुरा सम्हाल्न सक्छु, मै आराधना गर्छु, मै वचन बोल्छु, मै अडियन्स हुन्छु, मै अर्को एकाउन्टबाट कमेन्ट पनि गर्छु। म देखिरहेको हुन्छु कतिवटा अरूको एकाउन्टबाट आफ्नै भिडियोमा आमेन दामी वचन बोल्यो भनेर कमेन्ट गर्छ। अरे हामी त्यो कुरामा झुकिनु हुँदैन, रिसिभ हुनु हुँदैन। अनि सायद शत्रुलाई थाहा छ कि यो लास्ट स्टेजमा चाहिँ चर्च चाहिँ एक भयो भने चाहिँ कस्तो शक्तिशाली प्रभुको महिमा आउँछ भन्ने कुरा शत्रुलाई थाहा छ। त्यही कारण अहिले थाहा छ फेसबुक खोल्ने बित्तिकै कुनै कसको विरुद्धमा बोलिरहेको, तिमीले वचन बोलेको भएन, तिमीले यो मनायो त्यो खानु हुँदैन, सुँगुरको मासुदेखि लिएर माछादेखि लिएर टाउको कपाल ढाक्नु पर्छ पर्दैन, आराधना गर्दा कुन चाहिँ लुगा लाउनु पर्छ, के कुन गाउँदाखेरि मान्छे ढल्छ, कहाँ छुँदाखेरि मान्छे ढल्छ, यो ढलाको भएन, प्रभुले हामीलाई उठाउन लागि बनाएको, किन ढलाको, यो अन्य भाषा के बोलेको हो। फाइट त अन्त शत्रु भर्सेस हामी हुनु पर्ने, चर्च भर्सेस चर्च भइरहेको छ अन्त। बुझ्नु हुँदैछ? शत्रुलाई पनि थाहा छ जब चर्च एक हुन्छ, जब तपाईँ अनि म एक हुन्छ, अब तपाईँलाई यति बेला मैले बोल्दै गर्दाखेरि तपाईँको भित्रको फेथ बढिरहेछ नि, भित्रबाट रमाट आइरहेछ, त्यो उपस्थितिले छुइरहेको छ नि, त्यो त हामी एक हुँदाखेरि हो नि त। अब सुधी ब्रदरले मलाई अप्रोच नगरेको मैले तपाईँहरू कहिले देख्थिनँ पनि, म तपाईँसँग कहिले बोल्न पनि पाउँदिनँ। तर जब चर्च एक भयो, चर्च एक हुँदै गर्दाखेरि प्रभुको काम हुँदो रहेछ त अन्त। अब भोलिको दिनमा फेरि त्यो भाइ त के साह्रो भयङ्कर हो, के साह्रो कराएर बोलेको, यत्रो फुच्चे भाइ, के साह्रो ठुलै पास्टर हुन खोजेको भनेर मान्छेले थट हाल्यो भने के हुन्छ, शत्रुको भित्र हालिदिन्छ। किनभने हाम्रो जाति चाहिँ हजुर हजुर जय मसी खाना खायो भनेको मात्रै हम्बल भन्ने वर्डलाई जोड्दैन नि त। तर हम्बलको मिनिङ त्यो होइन नि, नम्रताको मिनिङ त्यो होइन। अनि क्रिस्चियन चाहिँ विचार होइन, फेरि यो पनि भन्न चाहन्छु, क्रिस्चियन विचार होइन। हामीले बुझ्नुपर्ने हुन्छ शत्रुको स्ट्राटेजी, शत्रुको रणनीतिलाई हामीले बुझ्नुपर्ने हुन्छ। अन्तिम दिनमा शत्रुले हामीलाई कसरी नाश गर्न चाहँदैछ भन्ने कुरालाई बुझ्नुपर्ने हुन्छ। बिस्तारै बिस्तारै नि तपाईँ पनि चित्त नबुझाउने हुन्छ। एउटा ठाउँमा झन् प्रभुको कुरा बुझ्दै आएपछि, पवित्र आत्माको कुरा बुझेर झन् मान्छेलाई चित्तै बुझ्दैन, कुनै केले के भन्दा पनि चित्त बुझ्दैन। अझै सबभन्दा बेसी यस्तो इस्युजहरू चाहिँ मैले कहाँ देखेको छु भने चर्चेसहरूमा देखेको छु, चार भित्र चर्चेसमा देखेको छु मैले। जो चाहिँ एउटा स्पेसिफिक मण्डली हुन्छ नि, त्यहाँ देखेको छु मैले। कस्तो हुन्छ भन्नुहोस् त, अब पवित्र आत्माले चलाउन थाल्यो, बिस्तारै अन्य भाषा बोल्न थाल्यो, अगमबानी कुरा यस्तो हुँदो रहेछ बुझ्न थाल्यो, पवित्र आत्माको फल, पवित्र आत्माको वरदानहरू यस्तो हुँदो रहेछ थाहा पाउनु थाल्यो। अनि ठुल्ठुलो प्रभुले चलाउनुभएको व्यक्तिको वचन सुन्यो, द्याट्स वेल एन्ड गुड, दामी कुरा हो। तर त्यही कुराले चाहिँ फेरि त्यही कुरा एक्सपेक्ट गर्छ नि मान्छेले, चर्चमा आएर त्यही एक्सपेक्ट गर्छ, मेरो चर्चको पास्टरले पनि यसरी नै बोल्दै होस्, मेरो चर्चको वर्सिप टिमले पनि यसरी नै फायरमा आराधना गरिदियोस्। अनि त्यो एक्सपेक्टेसन चाहिँ मिट नहुँदै गर्दाखेरि चाहिँ के हुन्छ भन्नुहोस् त, तपाईँलाई पनि बिस्तारै मन पर्न छोड्छ, आफ्नै चर्चहरू आफ्नै इष्टमित्र मन पर्न छोड्छ। अनि के भयो पठाउँछ, अगाडि ठिकै भए तापनि भित्रभित्र चाहिँ फेरि अघि सुरु भइसकेको हुन्छ, शत्रुले हेट सुरु गरिदिएको हुन्छ। त्यो एक्तै हुँदैन, युनिटी हुँदैन। किन हाम्रो जातिमा रिभाइभल आउन टाइम लाग्दैछ भन्दा चाहिँ एकदम प्रभुको समय चाहिँ कम्ती छ, मान्छेको समय चाहिँ बेसी छ। फेरि अहिले फुर्सद पाउँछ मान्छेले अरूको बारेमा कुरा गर्न, ब्याकबाइटिङ गर्नु। तर प्रभुले यो लास्ट स्टेजमा एक गराउन चाहनुहुन्छ। जब त्यो भोजमा हामीले हेऱ्यौँ भने नि सर्भेन्टहरूले नमानेको भए, त्यहाँको नोकरहरूले नमानेको भए त्यहाँनिर यो घटनै घट्छै गर्दैन, फर्स्ट मिराकल लेखिँदैन पनि। तर जब कोपरेट भएर एक भयो नि, प्रभुको होरा, प्रभुको महिमा देखा पर्यो, तब स्वर्गीय अनि पृथ्वी एक भयो। आजको दिनमा हामी प्रभुको महिमा हेर्न चाहन्छ भने, यो अन्तिम दिनहरूमा प्रभुको महिमा हेर्न चाहन्छ भने हामी एक हुनु जरुरी छ। कहिले एक प्रकार जज नगरौँ प्लिज, काइन्डली म रिक्वेस्ट गर्छु। प्रभुसँग हेर्ने व्यक्तिहरू अनि रिलिजियस स्पिरिट बोकेर हिँड्ने मान्छेहरू पनि प्लिज जज गर्नु हुँदैन हामीले। अब रिलिजियस स्पिरिट बोक्ने जज गर्छै गर्छ। सधैँको फरिसीले त तिमीले सन्डे चाहिँ किन काम गरेको, सन्डे किन हिल गरेको तिमीले भन्छ नि। अब उनीहरू कामै त्यही हो। अब त्यसको पछि चाहिँ म जेसै गरौँ नि तिमीलाई के भनेर हाम्रो भन्नु चाहिँ फेरि हामीभित्र शत्रु नै बोलेको। फेरि त्यो चाहिँ पवित्र आत्मा होइन है। फेरि उहाँको चरित्र हुनुपर्छ हामीभित्र। मान्छे फायर हुँदै गएपछि मान्छे के हुन्छ अनेकको कुरा हुन्छ, मुख तुलनामा नम्बर हुन्छ। फेरि त्यो हाम्रो भाग होइन, त्यो हाम्रो भाग होइन। एक हुनुपर्छ यो चर्च। तपाईँ अझै वर्सेस दिन्छु। तपाईँले थाहा छ लास्ट स्टेजमा चाहिँ प्रभुको
म किन अन्तिम दिन भन्दैछु भन्दाखेरि चाहिँ अब साँच्चै नै टाइम आयो, त्यही कारणले म तपाईँसँग भन्दैछु अन्तिम दिन लास्ट डेज भनेकै छु। ओके, मैले के भन्दै थिएँ भन्दाखेरि लास्ट डेजमा चाहिँ प्रभुले प्रोफेटिक अनोइन्टिङलाई प्रभुले फेरि पनि ल्याउँदै हुनुहुन्छ। प्रोफेटिक अनोइन्टिङ लेख्नुहोस् त टेक्स्टमा, ल तपाईँहरू एकछिन ल एक्टिभ हुनु पऱ्यो फेरि, PROPHETIC। तपाईँलाई जबरजस्ती नि गर्दैन, जोजना लेख्न सक्नु तपाईँलाई मैले लेख्नुहोस्। ओके, प्रोफेटिक अनोइन्टिङलाई। ओके, आमेन 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 आमेन। आमेन आमेन आमेन। हुन्छ, थ्याङ्क यू तपाईँहरू सबैजनालाई। ओके, लास्ट डेजमा प्रभुले अन्तिम दिनहरूमा अगमबानीमय कुरालाई, अगमबानीमय अभिषेकलाई रिलिज गर्न चाहनुहुन्छ। त्यो प्रोफेटिक अनोइन्टिङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीले स्वर्गीय कुरालाई हेर्छौँ, अलौकिक कुरालाई हेर्छौँ, अनि त्यो कुरा पृथ्वीमा ल्याउँछौँ। बुझ्नुभएछ? लास्ट डेजको वर्सिप चाहिँ नि गीतको लिस्ट यति बेसी छानेर त्यहाँदेखि बिचमा लिड हालौँ ल, त्यहाँदेखि ड्रमको रोल यस्तो खेलेर पुरुङ डुङ डुङ डिस गरेर त्यहाँदेखि मान्छे ढल्छ, त्यहाँदेखि अलिक सेन्टी गीत गाउला भनेर हुँदैन। त्यहाँदेखि बिचमा अलिक हाई एकदम करायो भने चाहिँ तुरै बजाउला, टेक्निक हुँदैन है। अब स्ट्रेट फरवर्ड कुरा गर्दा टेक्निक हुँदैन। तर पवित्र आत्माले के भन्नुहुँदैछ, मैले बिहान मजाको कुरा प्रभु मसँग बोल्नुभएको थियो। अहिलेसम्मको आराधना चाहिँ यीशु ख्रिस्टलाई आराधना हुँदै थियो भने चाहिँ यो अन्तिम दिनमा चाहिँ यीशु ख्रिस्टसँग मिलेर, पवित्र आत्मासँग मिलेर हामी आराधना गर्छौँ, स्वर्गदूतहरूसँग मिलेर हामी आराधना गर्छौँ। यो वर्सिप टिमको लागि मात्रै होइन, सबैको लागि यो कुरा। प्लिज काइन्डली टेक्निकहरू नचलाउनुहोस् आराधना गर्दै गर्दाखेरि, त्यो टेक्निकले डिसिभ गर्छ। प्रभुको अगाडि त टेक्निकहरू कहाँ पुग्छ नि हो। त्यही कारणले प्लिज टेक्निकहरू नचलाउनुहोस्, पवित्र आत्मालाई लिड गर्न दिनुहोस्। त्यो लिड गर्नु लागि चाहिँ त्यो प्रोफेटिक अनोइन्टिङ चाहिँ हामीलाई त्यसरी दोहोऱ्याउँछ कि पवित्र आत्माले के भन्दैछ, अब मैले के डिक्लेयर गर्नुपर्छ, मैले कुन गाउनुपर्छ। सेट लिस्ट बनाउनु राम्रो कुरा हो, त्यो टेक्निकल कुरा अब म जाँदिनँ। सबैजनाले अहिले यति बेला सबैजना त्यो ब्याकग्राउन्डको हुनुहुन्न पनि, त्यही कारण तपाईँहरूलाई मिक्स म्याच हुन्छ यति बेला भन्दाखेरि। म त्यसको लागि स्पेसिफिक कुनै दिन प्रभुले आवाज दिनुभयो भने स्पेसिफिक तपाईँसँग सेयर गर्छु। तर आजको दिनमा चाहिँ के गर्न चाहन्छ स्पेसिफिकली म तपाईँसँग भन्दैछु। लास्ट डेजमा प्रभुले प्रोफेटिक अनोइन्टिङलाई रिलिज गर्नुहुँदैछ। परिवारमा, चर्चेसहरूमा, हाम्रो हरेकको जीवनमा प्रभुले प्रोफेटिक अनोइन्टिङलाई रिलिज गर्नुहुँदैछ। त्यो प्रोफेटिक अनोइन्टिङले चाहिँ के गराउँदछ भन्ने कुरा हामी हेरौँ। अनि प्रोफेटिक अनोइन्टिङ भन्ने बित्तिकै हामीलाई थाहा छ प्रभुले अन्तिम दिनमा चाहिँ प्रभु म त्यस दिनमा कसलाई पठाउँछु भनेको छ, अगमवक्ता एलियालाई पठाउँछु भनेको छ नि। मलाकी 4:5 हामीले हेऱ्यौँ भने, अहिले तपाईँहरू सबैजना नलेख्नुहोस्, अहिले बादमा हेर्नुहोस् यो भिडियोलाई। एलियालाई पठाउँछु भन्छ नि मलाकी 4:5 होइन। त्यो भनेको चाहिँ प्रोफेटिक अनोइन्टिङलाई एलियालाई स्वयं पठाउँछु। किनभने एलिया चाहिँ एउटा प्रोफेट थियो, अनि प्रोफेटिक अनोइन्टिङको एउटा साइन प्रभुले दिनुहुँदैछ अन्तिम दिनमा। अनि त्यो प्रोफेटिक अनोइन्टिङ चाहिँ कसरी अपरेट हुन्छ भन्नुहोस् त, जब हामी एक हुन्छौँ। अब कसरी तपाईँलाई म यसरी प्याच्चै भनेर हुँदैन, तपाईँहरूलाई मैले बाइबलबाट भन्नुपर्ने हुन्छ। फेरि भन्न त के आउँछ नि मुखमा हो, बाइबलबाट चाहिँ भन्नुपर्ने हुन्छ। पहिलो राजा 18:30 अनि 32 हामी हेरौँ, सबैजनाले हेरौँ। अब चाहिँ खोलौँ ल। पहिलो राजा 18:30देखि 32। तपाईँहरू सबैजनाले पाउनुभयो भने आमेन लेखिदिनुहोस् ल। ओके, यो घटना पनि तपाईँहरू 90%लाई थाहा छ यो घटना के भइरहेको छ भन्ने कुरा। कार्मेल डाँडाको मजाको घटना छ, एकदम बेसी फेमस घटना हो यो। अनि यो घटनामा चाहिँ अगमवक्ता एलिया भर्सेस बालको देवताहरू हुँदैछ, बालको पुजारीहरू हुँदैछ। 30 हामीले हेऱ्यौँ भने 30देखि 32 हामी पढौँ ल सबैले। 1 2 3। तब एलियाले सबै मानिसहरूलाई भने, यहाँ म कहाँ आऊ, तिनीहरू सबै आए औ भत्काइदिएको परमप्रभुको वेदीलाई तिनले फेरि मर्मत गरे औ परमप्रभुको वचनद्वारा इजरायल नाउँ राखिएको याकुबका छोराहरूको प्रत्येक कुलको निम्ति एक गरी 12वटा ढुङ्गा तिनले ल्याए। ती ढुङ्गाहरू लिएर तिनले परमप्रभुको नाउँमा
एउटा वेदी बनाए, तिनले त्यस वेदीको वरिपरि 2 माना जति बिउ जाने ठुलो खाडल खने। आमेन। मजाको कुरा चाहिँ नि यहाँनिर यसले आफै गरेको छैन, त्यहाँनिर चाकरहरूलाई अराएको छ। एउटा भर्स म तपाईँहरूलाई दिन्छु। ओके, 30 मा हामीले हेऱ्यो भने त्यसको फर्स्टमा यसरी लेखेको छ। कतिवटा ट्रान्सलेसनमा के लेखेको छ मलाई थाहा छैन, मेरो ट्रान्सलेसन BHI भर्जनमा, बाइबल सोसाइटी अफ इन्डियाको भर्जनमा यसरी, तब एलियाले सबै मानिसहरूलाई भने यहाँ म कहाँ आओ। अब एलिया त हेभी मान्छे नि, अगमवक्ता मान्छे हो नि। अहिलेको अगमवक्ता भयो भने त VIP एकदम हेलिकप्टरमा बडीगार्डहरू साथसाथमा भइहाल्नु पर्ने थियो नि त। मलाई कोही पनि चाहिँदैन, म सक्छु भनेर, होइन। एलियाले के गर्यो थाहा छ मजाको कुरा? एलियाले सबै मानिसहरूलाई भने यहाँ म कहाँ आऊ। सबै मानिसहरूलाई भने यहाँ म कहाँ आऊ। हि ग्यादर द पिपल, मान्छेहरूलाई जम्मा गर्यो नि, ग्यादर गर्यो। त्यहाँदेखि के भने, लो 12वटा ढुङ्गा चाहिँ हामी एक बनाऊ अब। अनि त्यो 12वटा ढुङ्गाले पनि एउटै कुरालाई बताउने थियो। एक त त्यो इजरायलको कुललाई बताउने थियो भने, अर्को चाहिँ एउटा कोपरेट अनएन्डिङलाई बताउने थियो, एक हुनुपर्छ भन्ने कुरालाई बताउने थियो। जब प्रभुको महिमा ओर्ली आउनु हो भने चाहिँ तपाईँ थाहा छ नि, त्यहाँदेखि उता के भयो, जब वेदी निर्माण भएपछि त प्रभुको महिमा ओर्ली आयो नि, छक्कैभरि मान्छेहरू एलियाले पुजेको परमेश्वर, ओहो एकदम राइट रहेछ, जिउँदो रहेछ भनेर मान्छेले देख्यो नि त्यो दिन। आजको दिनमा नि यो लास्ट डेजमा हाम्रो जीवनबाट प्रभुको त्यो महिमा देखा पर्नु हो भने हामी एक हुन जरुरी छ, युनाइट हुन जरुरी छ, युनाइट हुन जरुरी छ। हो, युनिटीको कुरा आउँदै गर्दाखेरि म तपाईँलाई हो, अब कतिजना चाहिँ तपाईँले फेरि तपाईँहरू दुष्टसँग युनाइट हुनु खोज्दैन भएन। फेरि जसले चाहिँ प्रभुको कुरालाई आदरै गर्दैन, युनाइट हुनु खोज्दा नि तपाईँ आफै फेरि बिस्तारै बिस्तारै ब्याक गरेर लाग्न थाल्छ। दुष्टसँग युनाइट हुनु पनि भनेको होइन। मैले भन्न खोजेको कुरा तपाईँहरूले बुझ्नुहोस्। पवित्र आत्माले कोपरेट अनएन्डिङलाई चलाउन चाहनुहुन्छ। ओके, कोपरेट अनएन्डिङ आउँदा अब यो चर्चमा चाहिँ कसरी कोपरेट अनएन्डिङ हुनुपर्छ? अघि मैले भने नि, यो चर्चमा प्रभुको महिमा आउने हो नि, यो चर्चमा प्रभुको महिमा आउने। अनि यो चर्चमा चाहिँ कसरी कोपरेट अनएन्डिङ हुनुपर्छ, कसरी चाहिँ यो चर्चले हामीले कसरी यो एकतामा सामूहिक तरिकामा हामी कसरी त्यो अभिषेकमा हुर्किनुपर्छ भन्दाखेरि चाहिँ हाम्रो यो जुन चाहिँ शरीर, आत्मा, प्राण छ, यो 3टा तत्त्वले हामी बनिएको हुन्छौँ। 3टा कुराले, अब तत्त्व भन्छ के हुन्छ, यो शब्द मलाई नेपालीको अलिक मन पर्यो, त्यही कारणले तत्त्वै भने मैले। ल, 3टा कुराले हामी बनेको हुन्छौँ, आत्मा, प्राण अनि शरीर। अनि त्यो आत्मा, प्राण अनि शरीर जबसम्म एक हुँदैन तबसम्म प्रभुको ग्लोरी मेनिफेस्ट हुँदैन। तपाईँलाई थाहा छ, कता कता तपाईँलाई सपना मात्रै प्रभु देख्ने बानी हुन्छ, कतिजना सपना मात्रै स्वर्गदूत देख्ने बानी हुन्छ। किन भन्दै गर्दाखेरि चाहिँ हामी शरीरको आँखामा हामी तयार भइसकेकै हुँदैन, हामी शारीरिक रूपमा हामी युनाइट भइसकेको हुँदैन। किन आत्मालाई चाहिँ थाहा छ कि यो आत्माले खोजेको परमेश्वरको उपस्थिति नै हो, प्रभुको उपस्थिति हो भन्ने कुरा यो आत्मालाई थाहा छ। त्यही कारणले भित्रबाट तपाईँलाई प्राप्त गर्दै गर्दा नि भित्रबाट खल्लो लाग्छ नि। अब थाहा भयो भने अब मैले यो पैसा चलाउनु हुन्थेन, मैले मुख चलाउनु हुन्थेन लाग्छ नि, खिन्न भित्रबाट। त्यसै आत्मालाई थाहा छ कि तपाईँ त्यसको लागि बनिएको होइन, तर प्रभुको स्वरूप बोक्नको लागि बनिएको भनेर थाहा छ। अनि थाहा छ, प्राणको लेभलसम्म मान्छे आराधना दामी गर्छ, प्राणको लेभलमा रोएर कराएर सबै एकदम प्राणको लेभलसम्म आराधना दामी गर्छ, तर किन मेनिफेस्ट हुँदैन भन्दै गर्दाखेरि चाहिँ किन हाम्रो आँखाले हामीले देख्न सकेको छैनौँ आजको दिनसम्म त्यो महिमालाई भन्दै गर्दाखेरि चाहिँ हामी युनाइट भएको छैन, हामी कोपरेट अनएन्डिङमा आएको छैन। हाम्रो आत्मा, प्राण, शरीर एक ठाउँमा आएको छैन, जुन ठाउँमा चाहिँ त्यही कारण प्रभुको वचन जहाँ कि 2 या 3 जना मेरो नाममा भेला हुन्छ भने नि जब त्यो 3टा चाहिँ एक हुन्छ नि, आत्मा, प्राण अनि शरीर एक भइकन हामी प्रभुलाई हेर्छौँ नि, प्रभुको उपस्थितिलाई खोज्छौँ, त्यति बेला चाहिँ प्रभुको महिमा देखा पर्छौँ। नभए चाहिँ मान्छेले आत्मामा मात्रै भएर अन्य भाषा बोल्दै जान्छ, ए गर्दै गर्छ, फेरि शरीरमा देखै पर्दैन। शरीरको कार्यमा फेरि मुख प्ल्याट चलाउने बानी हुन्छ, प्राणको क्षेत्रमा फेरि ठुस रिसाउने बानी हुन्छ। त्यही मान्छे अघिको 2 घन्टा अन्य भाषा फेरि प्राणमा लागिहाल्यो त, फेरि कसैले के भने केही प्याचेट लागिहाल्छ, फेरि मन दुखाउने बानी, रिस उठ्ने बानी, लोभ गर्ने बानी, त्यो प्राणको हो नि, त्यो सोलको भाग हो र नि। अब कसैलाई सोलको, यङ जेनेरेसनमा सोलको भाग के हुन्छ, कसैले राम्रो बोल्दिनु हुँदैन, मक्कै हुन थालिहाल्छ, अब दिमागमा के कुरा खेलाउन थालिहाल्छ, त्यो सोलै धराप छ। अनि कसरी प्रभुको महिमा देखा पर्छ? प्रभुले त्यो कोपरेट अनएन्डिङलाई प्रभुले चाहने। जबसम्म तपाईँको आत्मा, प्राण अनि शरीर कोपरेट भइकन एक ठाउँमा आउँदैन नि, तबसम्म प्रभुको उपस्थिति तपाईँको जीवनमा मेनिफेस्टै हुँदैन। तब चाहिँ आत्माको लेभलसम्म मात्रै होला फेरि। अनि चुनाव चाहिँ तपाईँको हो,
तपाईँ त्यो ठाउँमा आइपुग्नु हुने, आत्मा प्राण अनि शरीर एक भइकन प्रभुको महिमालाई देखाउने ठाउँमा आउनुहुने कि तपाईँ यत्तिकैमा बस्नुहुने। कतिजनाले जोडतोडको साथमा गरिरहनु भएको छ आत्मा प्राण अनि शरीरमा एक हुने कोसिस। प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्। तर यो लास्ट स्टेजमा चाहिँ हामीले साँच्चै नै त्यो कुरालाई तयार गर्न पर्ने हुन्छ। प्रभुले रेस्टोरेसन ल्याउँदै हुनुहुन्छ, फेरि पनि चान्स प्रभुले दिनुहुँदैछ। प्रभुले पूर्ण स्थापित गर्नुहुन्छ वेदीहरूलाई। म 1 हप्ता 2 हप्ता अगाडिको प्रार्थनामा थिएँ, होल नाइट प्रेयरमा हुँदै गर्दाखेरि प्रभुले मसँग एउटा कुरा बोल्नुभयो। अब चाहिँ प्रभुको महिमा चाहिँ प्रभुले प्रार्थनाको वेदीहरूमा प्रभुले ल्याउँदै हुनुहुन्छ है। त्यही कारणले यो सिजनमा नि एकदम उत्साह गर्नुहोस्। तपाईँको साथीभाइ, छोराछोरी, आमा बाबालाई एकदम उत्साह गर्नुहोस् प्रभुसँग हिँड्नु कुराहरूमा। संसारले जेसुकै भनोस्, तपाईँ आफ्नो बुलाउनु तपाईँ उभिनुहोस्, एकदम उत्साह गर्नुहोस्, प्रभुको कुराहरू एकदम बेसी हालिदिनुहोस्। एकदम बेसी युनाइट हुनु जरुरी छ त्यो कोर्पोरेट अनन्टिङमा। त्यसको साथसाथै तपाईँ आफै भित्र पनि तपाईँले एकदम शरीर आत्मा प्राणले एकदम वशमा राख्नुहोस्, कन्ट्रोल गर्नुहोस्। आत्माको कुरा मान्छे एकदम वचन सबै थाहा हुन्छ, शरीरमा जिउँदैन, फेरि प्राणको क्षेत्रमा कमजोर हुन्छ। त्यही कारण तिनटै क्षेत्रमा प्रभुको कुरा एकदम हाल्नुहोस्। यो दिनहरूमा एकदम बेसी फिट गर्नुहोस् आफूलाई हुन्छ। किनकि एलिया अगमवक्ता आउँदै गर्दाखेरि चाहिँ के भनेको छ, छोराको हृदय चाहिँ बाबुको हृदय चाहिँ छोराछोरीतर्फबाट फर्काउँदै हुनुहुन्छ भनेर भन्छ। अनि यो प्रोफेटिक टाइममा यो प्रोफेटिक लगाउने बित्तिकै मान्छेले फेरि पुरा बेसी सोचिहाल्छ, यस्तो टफ भन्छ सोचिहाल्छ। तर टफ होइन, प्रभुले हामीलाई दिनुभएको यो भाग हो। त्यही कारण यो कुरामा हामी छिड्न पर्ने हुन्छ है। अनि हामीले अघिदेखि म तपाईँसँग जोड्दै आउँदैछु। अब फेरि एकपल्ट रिभिजन गर्छु है। तपाईँहरू कतिजनालाई मैले भन्दा कहाँ उडिसक्यो होला। एनिवेज म रिभिजन गर्छु। फर्स्टमा हामीले हेऱ्यौँ कानानको विवाह भोजमा हेर्दै गर्दाखेरि हामीले हेऱ्यौँ आवर भन्ने कुरालाई, मेरो बेलाको छैन बेला भन्ने कुरालाई हेऱ्यौँ। अनि यो बेला भन्ने कुरा चाहिँ हामीले हेर्दै गर्दाखेरि बेला भन्ने कुरालाई हामीले होरासँग हामीले जोड्यौँ, जो चाहिँ पृथ्वीको समय क्रोनोस अनि स्वर्गीयको समय काइरोस एक हुँदै गए चाहिँ होरा हुन्छ भन्ने कुरालाई हामीले जोड्यौँ। अनि त्यो होरा भन्ने समय आउँदै गए चाहिँ त्यति बेला प्रभुको काम भयो। तर प्रभुको काम हुनुभन्दा अगाडि त्यो पानी चाहिँ दाखरसमा चेन्ज हुनुभन्दा अगाडि, त्यो खाली भाँडामा पानी भरिन भन्दा अगाडि, पानी दाखरसमा बल्दिन भन्दा अगाडि त्यहाँनिर प्रभुले मजुको कुरा गर्नुभयो। अनि त्यो भाँडाकोमा हामीले हेऱ्यौँ। त्यो भाँडालाई हेर्दै गर्दाखेरि चाहिँ प्रभुले त्यो भाँडालाई हामी आफ्नो शरीरसँग हामीले तुलना गर्यौँ। किनकि भाँडाको नम्बर 6वटा थियो, 6वटा नम्बर भएको कारणले गर्दाखेरि त्यो 6th नम्बर चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ हामीले उत्पत्तिको पुस्तकबाट हामीले हेर्दै गर्दाखेरि हामीले के बुझ्यौँ, उत्पत्तिको 1 र 26 हेर्दै गर्दाखेरि प्रभुले 6औं दिनमा मानिस जातिलाई बनाउनु भएको भन्ने कुरालाई हामीले बुझ्दैथ्यौँ। अनि यसको अर्को एउटा रिफरेन्स भर्स चाहिँ हामीले कहाँ पाउँदैथ्यौँ भन्दाखेरि जेसाया 64को 8मा हामी पाउँदैथ्यौँ, हामी चाहिँ माटोको भाँडा हो अनि उहाँ चाहिँ कुमाले हुनुहुन्छ भनिकन हामीले पाउँदै थियौँ। यहाँसम्म हामीले आइपुगिसके पछाडि अनि त्यो 6वटा भाँडा रेडी भइसकेपछि अनि पहिलो कोरिन्थीको पुस्तकमा नै हामीले जोड्यौँ। अनि हगाईको जस्तो लास्टको वाइन मिठो थियो, लास्टको वाइन अझै टेस्टी थियो, त्यस्तै प्रकारले लास्टको ग्लोरी, आउनेवाला ग्लोरी अझै बेसी ग्रेटर हुनेवाला छ भन्ने कुरालाई हेऱ्यौँ। अनि त्यो ग्रेटर ग्लोरी चाहिँ कहाँनिर हुन्छ भन्दा चाहिँ उहाँको भवनमा। अनि उहाँको भवन चाहिँ हामीले पहिलो कोरिन्थी 6:19 अनुसार यो प्रभुको मन्दिर हो, शरीर प्रभुको मन्दिर हो। अनि हामीभित्र चाहिँ प्रभुको उपस्थिति मेनिफेस्ट हुन्छ भन्ने कुरालाई हामी हेर्दै थियौँ। म एकदम रफ्तारमा जान्छु, तपाईँहरू पनि मिलाएर बोल्नुहोस्। प्रभुको समय नै यस्तै छ, अब के गर्नु। ओके, त्यसको पश्चात हामीले भाँडालाई हेऱ्यौँ। अनि भाँडा चाहिँ यो हो, मन्दिर हो भनिकन हामीले हेऱ्यौँ, म आफै हो भनिकन हामीले हेऱ्यौँ। त्यसको पछाडि हामीले हेऱ्यौँ प्रभुले लास्ट स्टेजमा प्रोफेटिक कुराहरूलाई ल्याउँदै हुनुहुन्छ, प्रोफेटिक अनन्टिङलाई प्रभुले ल्याउँदै हुनुहुन्छ हाम्रो जीवनमा। त्यसको लागि चाहिँ हामी एक हुनुपर्छ भन्ने कुरालाई कोअपरेटिभ अनन्टिङको बारेमा मैले बात मारेँ। अनि कोअपरेटिभ अनन्टिङ आउँदै गर्दाखेरि हाम्रो चरित्रको बारेमा मैले बात मारेँ। हाम्रो चरित्र चाहिँ कस्तो हुनुपर्छ प्रभुले भरिँदै गर्दाखेरि भन्ने कुरालाई मैले कोअपरेटिभ अनन्टिङलाई पनि बात गरेँ। त्यसको पछाडि कोअपरेटिभ अनन्टिङमा लास्ट स्टेजमा चाहिँ प्रोफेटिक अनन्टिङ कसरी आउँछ भन्ने कुरालाई कन्फर्मेसन दिँदै गर्दाखेरि प्रभुले भन्नुभयो। अनि त्यस दिन चाहिँ म अगमवक्ता एलियालाई पठाउँछु भनिकन भन्नुभयो। अन्तिम दिनमा लास्ट दिन प्रभुले प्रोफेट एलियाले पठाउनु, जुन एलिया चाहिँ प्रोफेट हो, प्रोफेटिक अनन्टिङलाई होल्ड गर्ने व्यक्ति हो एलिया चाहिँ। अनि त्यो कुरा म तपाईँहरूसँग जोड दिने थियो। मलाई 4:5लाई कोट गरेँ, पहिलो राजा 18:30 अनि 32लाई त्यो वेदी कार्मेल डाँडामा त्यो वेदी फेरि पनि एक हुँदै गरेको कुरालाई, एक हुँदै गर्दाखेरि चाहिँ के हुँदो रहेछ, एलियाले चाहिँ अरू मानिसहरूलाई भेला गरेको रहेछ। अनि भेला गरेर ढुङ्गाहरू एक बनाएको रहेछ भन्ने कुरालाई
हामीले हेऱ्यौँ त्यसको पछाडि प्रभुको महिमा आउँदो रहेछ भन्ने कुरालाई हामी यहाँसम्म हेऱ्यौँ तपाईँले यहाँसम्म बुझ्नु भएछ भने तपाईँले यीशु राजा हुनुहुन्छ लेख्न सक्नु बुझ्नु भएन भने काइन्डली मलाई भन्नुहोस् म तपाईँहरूलाई क्लियरली बुझाइन्छु है ल लेख्नुहोस् त सबैजनाले ओके यीशु राजा हुनुहुन्छ जिजस इज किङ आमेन 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 म यहाँबाट हेर्दैछु कतिजनाले लेख्नु हुँदैछ भनेर ओ यो हो नि त ओके प्रभुलाई महिमा होस् तपाईँले कतिजनाले लेख्नुभयो अब यसको सकेर म तपाईँलाई अब लास्ट यसको एन्डिङमा आउँदैछु मैले बोलेको निकै भयो होला सायद है म जतिसक्दो एकदम कम्ती टाइममा सकौँ भन्ने थियो तर एनिवेज अब यो यसको सबै समावेश भएर तपाईँहरूले बुझ्नुहुनेछ मैले एउटा वचनको खण्डलाई मात्रै बेसी छुँदैछु त्यो चाहिँ कानानाहरूको बिहा भोज चाहिँ कसरी एन्ड टाइमसँग कनेक्टेड छ भन्ने कुरालाई हेर्दैछु अनि लास्टमा गएर अब तपाईँहरू कतिजनालाई यो कुरामा मेच्योर्ड हुनुहुन्छ म त्यो कुरा तपाईँलाई भन्न चाहन्छु यो इयर चाहिँ 5786 अनि यो 6 नम्बर आउँदै गरेर चाहिँ प्रभुले मानिस जातिको जीवनमा पर्सनली एन्काउन्टर गर्न चाहनुहुन्छ तपाईँलाई थाहा छ जबसम्म यौना 2 को घटना भएन तबसम्म येशू ख्रीष्टको मेनिफेस्टेसनमा थाहै थिएन उता एउटा सिम्पल कार्पेन्टरको छोरा भनेर त मान्छेले दिन्थ्यो तर त्यस दिन त थाहा पाएछ नि आम्मामा यो मान्छेकोमा चाहिँ के रहेछ मान्छेकोमा सुपरनेचुरल कुछ रहेछ भन्ने कुरा थाहा पायो नि त मान्छेले अनि यो इयरदेखि यदि तपाईँ फोकस हुनुभयो भने तपाईँ कोपरेट अनएन्डिङमा आत्मा प्राण अनि शरीर एक बनाइकन रोगको उपस्थितिमा आउनुभयो भने प्रभुले पक्कै पनि त्यो कार्य गर्छ भने जस्तो तपाईँले जुन चिनारी यहाँ मान्छेले तपाईँले देख्दैछ आजको दिनमा तपाईँलाई सिम्पल चिनारीमा देख्दै होला काम गर्ने मान्छे हो यस्तो यस्तो हो सेवाकाई गर्दै हिँड्दैछ यस्तो यस्तो गर्दैछ पढाइ गर्ने मान्छे हो सबै कुरा आफ्नो आफ्नो चिनारी होला तर प्रभुले चिनारी बदलाउँदै हुनुहुन्छ प्रभुले चिनारी बदलाउनु त्यसको लागि चाहिँ फेरि सुधी चाहिँ बदलिँदैन चिनारी तपाईँ एक हुन नै पर्ने हुन्छ प्रभुले यदि भाँडामा पानी हाल्नु भनेको छ भने हाल्न नै पर्ने सुधी चाहिँ हुँदैन है फेरि मान्छेले अगमबानी पक्रिन सजिलो छ फेरि सुधी हुँदैन खट्नु पऱ्यो यसको लागि त अगमबानीको लागि त पेल दिनु पऱ्यो नि अब वाइनको बनिने प्रोसेस कस्तो हुन्छ भन्नुहोस् त वाइन त पेल दिनु पऱ्यो नि त अब दोकानबाट किनेर आएको जस्तो हुँदैन नि वाइन त फेरि वाइनको बनाउने प्रोसेस त पेल दिनु पऱ्यो त्यो त जुन चाहिँ रेभुलेसन 6:6 प्रकाशमा भन्नुभएको छ प्रकाश 6:6 प्रभुले भन्नुभएको छ तेल अनि दखमा तेल हानि नगर भने त्यो त अनएन्टिङ हो अनि तेल बनाउँदा पनि पेल दिनु पऱ्यो फेरि दोकानबाट किनेको जस्तो हुँदैन फेरि त्यो पेल दिनु पऱ्यो अनि यो डिजमा तपाईँ पेलिदिरहनु भएको होला कसकोमा घटी कमी भइरहेछ कसकोमा सेवा गरिरहेछ एन्सरै पाएको छैन कति कोसिस गरिरहेछ यता पनि भातामङ्ग छ फेरि कुरा चाहिँ मैले वचनको कुरा गरिरहेको छु मेरो लाइफमा मिलेको छैन पेल दिन दिनुहोस् प्रभुले आश्चर्य कर्म गर्दै हुनुहुन्छ यो इयरमा प्रभुले तपाईँलाई जुन प्रोसेसभित्र लानु भएको छ जान दिनुहोस् फेथफुल भइकन हेर्नुहोस् प्रभुले आश्चर्य कर्म गर्दै हुनुहुन्छ कोपरेट अनएन्डिङमा हुन नछोड्नुहोस् आत्मा प्राण अनि शरीर एकैतालमा बस्न नछोड्नुहोस् शरीरबाट नि प्रभुको महिमा गर प्रभुको वचनले भन्छ नि होइन अब म यो लास्ट एन्डिङ आउँदै गर्दाखेरि म यो कुरा भन्दैछु स्टार्टिङ प्रभुको फर्स्ट मिराकल्स स्टार्टिङ पनि विवाहबाट भयो अनि एन्डिङ पनि विवाहबाट हुँदैछ अब विवाह भनेको त कति इम्पोर्टेन्ट छ हो हामीले बुझ्नुपर्ने स्टार्टिङ पनि कहाँबाट भयो विवाहबाट भयो वेडिङबाट भयो अब एन्डिङ पनि वेडिङबाट हुँदैछ अब कतिजनाले वाउ भयो किनभने कतिजना बाइबल पढ्ने मान्छेहरू कतिजना चाहिँ के हो भयो म तपाईँलाई भन्छु रेभुलेसन 19:7-9 प्रकाश 19:7-9 प्रकाश 19:7-9 Revelation chapter 19:7-9 ल हामी एकैसाथ पढौँ ल 1 2 3 हामी रमाऊ अत्यन्त खुसी हौँ र उहाँलाई महिमा दियौँ किनभने थुमाको विवाहको दिन आएको छ र उहाँकी दुलही आफै तयार हुँदैछिन्
तिनले पहिरनलाई मसिनो सुती लुगा र चकिलो र चोखो कपडा दिएको थियो किनभने मसिनो सुती लुगा पवित्र जनहरूको धार्मिक कार्यहरू हुन्। अनि दूतले मलाई भने यो लेख थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यको हुन्। औ तिनले मलाई भने परमेश्वरको सत्य वचनहरू यिनै हुन्। आमेन आमेन। हुन्छ, थ्याङ्क यू रिता सिस्टरलाई धेरै धन्यवाद। वचन पनि लेखिदिनु भयो अगाडि स्क्रिनमा। ओके, एनिवेज मैले तपाईँलाई भन्दै थिएँ प्रभुको मेनिफेस्टेसनको स्टार्टिङ विवाहबाट भयो। अनि यति मात्रै होइन कि प्रभुले लास्ट स्टेजमा कनेक्ट गर्नु भएको कुराहरू विवाहसँग छ, दुल्हा अनि दुल्हैसँग छ। त्यही कारणले दुल्है पर्खिरहेको छ भन्ने कुरा रिसेन्टली तपाईँले मेरो सङ्कट जाने सुन्नुभयो, तपाईँलाई थाहा छ त्यहाँनिर भन्दै थियो दुल्है पनि तयार छ, अब दुल्हा आउनुहोस् भनेर भन्दै वचनले हामीले त्यही कुरा भन्छ। दुल्हा र दुल्हैको कुरा भन्छ। हामीले मत्ती 24 मा हामीले हेऱ्यौँ भने त्यही कुराहरू छ। अनि बुद्धिमती कुरा गर्दा 10 जना कन्याको कुरा गर्दा त्यही छ नि, दुल्हैले दुल्हालाई परिरहेको कुराहरू छ। अनि प्रभुले भन्नुहुन्छ दाग रहित, एकदम चोट रहित, होइन, प्रतापी। प्रभुले त्यो दुल्हैलाई हाल्नुहुन्छ। अनि प्रभुको काम गर्ने तरिका चाहिँ के छ भन्दा मैले भन्छु नि त्यत्तिकै प्रभुको फर्स्ट मिराकल्स भएको होइन। प्रभुले स्टार्टिङ गर्नुभयो, प्रभुले एन्ड पनि त्यहाँनिर गर्नु हुँदै हुन्छ, वेडिङमै गर्दै हुँदैछ। त्यही कारणले त्यो हुँदै गर्दाखेरि चाहिँ प्रभुले हामीलाई एउटा साइन दिइरहनु भएको छ। प्रभुले हामीलाई साइन दिइरहनु भएको छ। मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरू, अङ्कल आन्टीहरू कतिजना हुनुहुन्छ यहाँनिर, प्रभुले साइन दिइरहनु भएको छ हामीलाई। प्रभुले साइन दिइरहनु भएको छ हामीलाई। उहाँ चाँडै आउँदै हुनुहुन्छ भनेर उहाँको आवरलाई कसले तोक्न सक्दैन। भोलि आउँछ, अहिले आउँछ भन्न सक्दैन, तर प्रभु चाँडै आउँदैन हुन्छ। हामीले सोचेको भन्दा छिटो आउँदै हुनुहुन्छ प्रभु। त्यही कारणले आफूलाई तयार गरौँ यो लास्ट स्टेजमा। प्रभु संसारमा आउनु, यस ठाउँमा आगमन हुनु हाम्रो निम्ति ब्याड न्युज होइन है। पाप गर्ने मान्छेलाई चाहिँ ब्याड न्युज हो। फेरि पाप गर्दै बस्ने दिने एउटै कुरामा लडिराख्ने मान्छे ब्याड न्युज हो फेरि। तर यही तपाईँको आत्मा प्राण अनि शरीर एक ठाउँ मिल्न त्यो कोपरेट अनुनिमा उभिनुहुन्छ भने तपाईँको जीवनमा महिमा देखा पर्छ। यसैया 60ले भन्छ घोर अन्धकारले संसार ढाक्दै गर्दाखेरि प्रभुको महिमा चाहिँ, प्रभुको ज्योति चाहिँ ममाथि प्रकट हुन्छ, ममाथि प्रकट हुन्छ। हामी त त्यो प्रतिज्ञाले हेर्ने व्यक्तिहरू हो। त्यही कारणले आजको दिनमा यो वचनको कुरा हुँदै गर्दाखेरि हाम्रो खाली जारहरूलाई हामी भर्न थालौँ, ओबिडेन्ट हुन थालौँ। त्यो नोकरहरूले के सेन्सै छैन नि। यहाँ दागमा चक्किरहेको छ, जारमा चाहिँ पानी पो भर्न लाउँदैछ, त्यो केही सेन्सै भएको छैन नि। सेन्सलेस कुरा हो, जो केही अर्थै छैन। जस्तो अब्रामको प्रार्थनाको उत्तरमा, प्रतिज्ञाको उत्तरमा अब्रामले छोरा जन्मायो, इजाक जन्मायो। प्रभुले फेरि इजाकलाई माग्नु हुँदैछ, त्यसको केही सेन्सै छैन। अब प्रभुले इजाक किन छैन, अरू मान्छे छैन होला संसारमा, त्यो इजाक नै माग्दैछ प्रभुले। तर के भइरहेको छ, अब्राम ओबिडियन्ट भइकन गयो नि। ओबिडियन्ट भइकन जाँदै गर्दाखेरि अब्रामको जीवनमा प्रभुले ठुलो ब्लेसिङलाई खोलिदिनु भयो। अब्रामको जीवनमा प्रभुले ठुलो रेस्टोरेसनलाई, अब्रामको जीवनमा प्रभुले यहोवा हिरे भन्ने प्रकाशलाई खोलिदिनु भयो। त्यही कुराले विश्वासको पिता भनेर अब्रामलाई भन्यो नि। किनभने ऊ फेथफुल थियो, ओबिडियन्ट थियो। आजको दिनमा नि तपाईँको प्रेयरको एन्सर नआउँदै गर्दा कतिको विश्वासयोग्य हुन्छ, तपाईँलाई मन कुटुक्क खाँदै कतिको विश्वासयोग्य हुन्छ, कतिको ओबिडियन्ट हुन्छ। कति कुरा प्रभुको लागि गरेको कुराहरू नि सेन्सै हुँदैन। किन गरेको तपाईँलाई थाहा हुँदैन, सेन्सै हुँदैन। प्रभुको कुरा आउँदै गएर चाहिँ सेकेन्ड थर्ड नलागेर राम्रो हो। फेरि कतिजना अब सेवाकाई गर्दै गर्दा नि उसले के गरेको जस्तो लाग्छ, किनभने उसको जीवनमै सुधार दिएको हुँदैन। मतलब उसको जीवनमा फलिफाप दिएकै हुँदैन। जुन फलिफापको संसारको हिसाबमा चाहिँ गाडी आउनु, घर आउनु, पैसा रुपियाँ हुनु, प्रशस्त हुनु, संसारको हिसाबमा चाहिँ त्यो हो। त्यो नहुँदै गर्दाखेरि ऊ त अलिक अफ ट्र्याक पो छ क्या जस्तो लाग्छ मान्छेलाई। कतिवटा कुराहरू चाहिँ प्रभुको कुराहरू सेन्सै हुँदैन। सेन्सलेस सन्चका लागि चाहिँ सेन्सलेस हुन्छ। जसरी त्यो नकोर चकाहरूको लागि सेन्सलेस थियो नि, त्यो कुरा अर्थै भएन नि। दागमा सकिरहेको ठाउँमा पानी पो हाल हुन्छ। अब आजको दिनमा नि कतिवटा सेन्सलेस कामहरू गर्नु हुँदैन तपाईँहरूले। प्रभुले बोलेको कुरामा यता प्रभुसँग हेर्नुहुँदैछ, यता कमी भएछ, कमी भएछ, यताबाट कुनै केही मिलेको छैन, यता कुनैको बिमार भइरहेछ, आफ्नै लाइफमा आफै चङ्गेको प्रार्थना गर्दै हिँड्दैछ, अनेकौँ कुरा भइरहेको होला। तर प्रभुले त्यो ठाउँमा प्रभुले मिठास ल्याउँदै हुनुहुन्छ। विश्वासयोग्य भइकन प्रभुले जे बोल्नुहुन्छ, यदि प्रभुले भन्नुहुन्छ त्यो भाँडामा पानी भर्न थाल्नुहोस्, यति बेला प्रभुले दाखमा परिणत गर्नुहुन्छ। अब पानी चाहिँ कसरी भर्ने भन्ने कुरा भयो नि त। पानी भर त भन्यो, पानी चाहिँ कसरी भर्ने भनिरहेको चाहिँ
उहाँको उपस्थितिले हाम्रो जीवनमा अझै बेसी बढ्न थाल्नु। उहाँ जिउँदो पानीको मुहान हुनुहुन्छ नि, उहाँ लिभिङ वाटर हुनुहुन्छ। उहाँलाई अझै बेसी हाम्रो जीवनमा राख्न थाल्नु, अझै बेसी वचनबाट हुन्छ, प्रार्थनामा हुन्छ, प्रभुसँग हिँडेर हुन्छ, अझै बेसी प्रभुलाई हाम्रो जीवनमा राख्न थालौँ। त्यस्तो प्रकारले चाहिँ के हुन्छ, हाम्रो जीवनमा प्रभुले फेरि पनि एउटा रेस्टोरेसन ल्याउनुहुन्छ, जुन रेस्टोरेसनको लागि चाहिँ दुलही तयार हुन्छ, जुन रेस्टोरेसनको लागि चाहिँ दुलही एउटा प्रतापी हुने ठाउँमा, दाग नलागेको हुने ठाउँमा, निष्कोट हुने ठाउँमा आइपुग्छ। त्यही कारण यो सिजनमा प्रभुको आवाज यही छ, हामी तयार हौँ। तपाईँले फेरि पनि रिपिट गरेर मेसेजले सुन्नुहोस्। मैले पुरा बेसी रिपिट गरेको छु, एउटै कुरा मैले 5-6 पल्ट रिपिट गरेर भनेको छु, ताकि हामी सबैले बुझोस् भनिकन प्रभुले हामीले आशिष दिनुभएको होस् यो कुराहरूबाट। यो सब कुरा सुन्दै गर्दा हाम्रो जीवनमा सुने मात्रै होइन, बुझे मात्रै होइन, त्यो सब कुरा हाम्रो जीवनमा देखा परेको होस्। हामी एक हुन थालेको हौँ, हाम्रो जीवनमा प्रभुले जे भन्दा पनि ओबिडियन्ट भएर मान्ने ठाउँमा हामी आइपुगेको हौँ। हुन्छ तपाईँहरूसँग सबैको हामी एकसाथ आँखा चिम गरौँ, आँखा बन्द गरौँ। म तपाईँसँग प्रार्थना गर्न चाहन्छु यति बेला। दयालु प्रभु, हामी तपाईँको उपस्थितिमा फेरि पनि आउँछौँ। तपाईँ त्यत्तिकै बोल्नुहुन्न, तर तपाईँको डेस्टिनी बोकेर, तपाईँको उद्देश्य लिएर, तपाईँको नियति लिएर तपाईँ बोल्नुहुन्छ प्रभु। तपाईँ बोल्दै गर्दा तपाईँ कहिले पनि त्यत्तिकै टाइम पास गर्नको लागि बोल्नु भएको छैन प्रभु, तर मान्छेको नियतिदेखि तपाईँ बोल्नु भएको छ। आजको दिनमा तपाईँले हामीसँग बोल्नु भएको आवाजमा हामी इमान्दार हुन्छौँ अनि हाम्रो आँखाहरू माथि उठाउँछौँ, जसबाट हाम्रो हेल्प आउँछ प्रभु। तपाईँले बोल्नुभयो हामीसँग हाम्रो भाडाहरूलाई तयार गर्नु भनिकन, तपाईँले बोल्नुभयो तपाईँको प्रतिज्ञा छ यो भाडामा, यो भवनमा तपाईँको महिमा आउँछ, अझै शक्तिशाली महिमा, यो पछिल्लो झरी हुन्छ भनेर तपाईँले भन्नुभयो। हामी यो कुराको लागि आमेन अनि यस भन्छौँ अनि हामी आत्मा प्राण अनुसारले हामी कोअपरेट अनन्डिङमा हामी लिएर आउँछौँ। त्यो सामूहिक वेदीलाई हामी निर्माण गर्छौँ, हामी सामूहिक अभिषेकमा हामी आउन चाहन्छौँ प्रभु। तपाईँले जुन कुरा प्रतिज्ञा गर्नु भएको छ, अन्तिममा तपाईँले म त एलियालाई पठाउँछु भनेर भन्नुभएको छ, त्यो प्रोफेटिक अनन्टिङलाई पठाउँछु भन्नुभएको छ। हामी त्यो कुराको भागीदार हुन सकौँ। हामी भयङ्कर हुनु लागि होइन प्रभु, तर तपाईँसँग हामी पवित्रतामा, धार्मिकतामा अझै बेसी हिँड्नको निम्ति हो प्रभु। धन्यवाद यीशु ख्रीष्ट, तपाईँले बोल्नुभएको हरेक प्रकारको लागि प्रभु। यो कुरा चाहिँ हाम्रो बाटोहरू देखाएको होस् प्रभु, हाम्रो बाटोहरू देखाएको होस् प्रभु। धन्यवाद दिन्छु यीशु ख्रीष्ट, सुन्ने सबै कानहरूलाई प्रभु तपाईँले अलग गर्नुभएको होस्, तपाईँको कार्यको निम्ति अलग गर्नुभएको होस् प्रभु। जसरी त्यो नोकर चाकरहरूले प्रभु कुनै त्यसमा कम्प्लेन नगरिकन तपाईँको कुरालाई ओबिडियन्ट भएर मान्यो, त्यसमा मिराकल्स देखा पर्यो प्रभु। जसरी अब्राहमले कुनै कम्प्लेन बिना प्रभु ओबिडियन्स भइकन माने प्रभु। हाम्रो लाइफमा पनि त्यही कुरा हालिदिनुहोस् प्रभु। हामी तपाईँले बोलिएको कार्यमा कुनै पनि सेकेन्ड थर्ड नरहेकन हामी चाहे त्यो कुराको सेन्सै नदिएकोस्, हामीले हेर्दै गर्दाखेरि त्यो कुराको केही मतलबै नहोस् प्रभु, तर यही तपाईँ भन्नुहुन्छ भने हामी त्यो कुरामा खरा हुन सकौँ प्रभु, ताकि तपाईँको अगाडि हामी सिद्ध देखिन सकौँ प्रभु, मान्छेको अगाडि होइन प्रभु। किनकि मान्छेको अगाडि सिद्ध देखाउनु सजिलो छ प्रभु। आजको दिनमा हामीले राम्रो गऱ्यौँ भने, राम्रोसँगले बोलिदियो भने, उसलाई फाइदा हुने कुरा हामीले गरिदियो भने, उसलाई पैसा रुपियाँ दियो भने प्रभु मान्छेको अगाडि राम्रो भइहाल्छ प्रभु। तर हामी तपाईँको अगाडि हुन चाहन्छौँ, जसले सारा स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुभयो प्रभु, अनि हामीलाई त्यो सिद्धतामा हुर्किन दिनुभएको होस्। तपाईँको पवित्र आत्मा हामीलाई लिड गर्नुहोस् पवित्र आत्मा। धन्यवाद यीशु ख्रीष्ट, हामी तपाईँको उपस्थितिमा आउँदैछौँ। तपाईँले बोल्नुभएको हरेक कुरा यस अनि आमेन हो प्रभु। धन्यवाद यीशु ख्रीष्ट, तपाईँको रगतले सिल गरेमा आउँछ। तपाईँले बोल्नुभएको हरेक कुराहरू हाम्रो जीवनमा गार्दन भएर बसेको होस्। तपाईँले बोल्नुभएको हरेक कुरा हाम्रो जीवनमा लिभिङ टेस्टामनी भएर आएको होस्। थ्याङ्क यू प्रभु, तपाईँलाई धन्यवाद दिन्छु यीशु ख्रीष्ट, तपाईँलाई धन्यवाद प्रभु। तपाईँको फायरले हामीलाई बोल्नुहोस्। थ्याङ्क यू प्रभु। सबैजनाको जीवन तपाईँको हातमा राख्छु। उहाँहरू बसिरहनु भएको ठाउँ, रुम, चर्चेस, हरेक ठाउँलाई प्रभु तपाईँको आगोले प्रभु रिभाइभ गरिदिनु भएको होस्। थ्याङ्क यू यीशु ख्रीष्ट, तपाईँलाई सबै थोकबाट तपाईँको महिमा भएको होस्। नासरत यीशु ख्रीष्टको नाममा आमेन आमेन। हुन्छ, थ्याङ्क यू तपाईँ सबैजनालाई। जय मसीह, सलोम।